दोस्रो दिनको दोस्रो सत्रमा हजुर सबैजनालाई जय मसीह। सम्मेलन अब सकिन लागेको छ। एकपल्ट फेरि पनि जित परमेश्वरलाई, बेनएमका चेयरम्यानज्यू, प्रेसिडेन्टज्यू, नवनियुक्त सेक्रेटरी महोदय, सम्पूर्ण कार्यकारिणी सदस्य, तमाम आवाजनहरू, मण्डली सबैजनालाई धन्यवाद। मलाई तेस्रो पल्ट फेरि पनि अमेरिकामा आउने मौका र परमेश्वरको वचन बाँड्ने मौका दिनुभएका लागि फेरि त्यो बहिनी प्रभुको छोरीलाई धन्यवाद म भन्छु। नाम मलाई लिन अनुमति छैन। धन्यवाद फेरि पनि एकपल्ट परमेश्वरको दास, लेखक, साहित्यकार, बाइबल शिक्षक पास्टर लाजसज्यूलाई, पास्टर भाइ, आदरणीय पास्टर भाइ कमल पास्टर बुवालाई धन्यवाद दिन चाहन्छु। फेरि आउँदै गर्नुहुने अन्तिम वक्तालाई पनि तपाईँहरूसँग मिलेर काम गर्ने मौका मैले पाएँ। प्रभुलाई महिमा होस्। बधाई छ फेरि पनि एकपल्ट प्रिय अति नै आदरणीय बहिनी मायालाई तपाईँको जन्मदिवसको उपलक्ष्यमा। प्रभु तपाईँलाई फेरि पनि आशीष दिउन्। म बेसी समय लिने छुइनँ। आजको दिन म तपाईँलाई केही उत्साहको कुराहरू केही मिनट गर्न चाहन्छु। मैले 1:30 बजी तपाईँलाई खाना खाने छुट्टी यहाँबाट दिनुपर्छ। मैले प्रेसिडेन्टज्यूबाट यो हिदायत पाएको छु। प्रेयरहरू म अहिले एउटै मात्र शब्द पढ्न चाहन्छु तपाईँको अगाडि। हिजोको टपिकलाई म कन्टिन्यू अगाडि बढाउने छुइनँ। अहिले म भजसँग 136 को 4 अनि भजसँग 86 को 10 पद तपाईँको अगाडि म पढ्न गइराखेको छु। आदरणीय पास्टर पेमाज्यू डेनबरलाई धन्यवाद। वचनको लागि तपाईँले अघिबाटै प्रार्थना गरिदिनु भएका लागि र अहिलेको सञ्चालक महोदयज्यूलाई धन्यवाद यो समयको लागि। भजसँग 136 को 4 लाई हामी अहिले हेर्नेछौँ। हामी 136 साम च्याप्टर 4 लाई हामी हेर्छौँ अहिले। उहाँले मात्र आश्चर्य कामहरू गर्नुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। भज 136 को 4 अनि भजसँग 86 को 10 मा पनि यही खण्डहरूसँग मिल्दोजुल्दो कुराहरू यहाँ लेखेको छ। 86 को 10 मा पनि म त्यो पनि अहिले तपाईँको अगाडि पठन गर्न चाहन्छु। 86 को 10 पद। किनकि तपाईँ महान हुनुहुन्छ र आश्चर्य कर्महरू गर्नुहुन्छ, तपाईँ एकमात्र परमेश्वर हुनुहुन्छ। हालेलुया। मसँग यो माथि चलपल गर्दै गर्नेहरूलाई म रिक्वेस्ट गर्छु, अहिले तपाईँ जब चलमल गर्नु थाल्नुहुन्छ म वचन बाँड्न बन्द गर्छु। तपाईँले मलाई चुपचाप हेरिरहनु पर्ने हुन्छ। म तपाईँलाई रिक्वेस्ट गर्छु, किनकि यो लास्ट सेसन हो। तपाईँहरू जो चलपल गर्दै हुनुहुन्छ प्लिज तपाईँहरू बसिदिनु होला केही मिनटका लागि। प्रेयरहरू अहिले हामी ध्यान आकर्षण गर्नेछौँ। अहिले परमेश्वरको दास पास्टर लाजसज्यूले हामीलाई दोस्रो सेसनमा, पहिलो सेसनमा आजको दिन साह्रै सुन्दर परमेश्वरको वचन बाँड्नु भयो। अनि मैले ठिकै गर्दै रहेछु। मेरो श्रीमतीलाई मैले दिनमा 3 पल्ट कल गर्दैछु। म राइट ट्र्याकमा रहेछु। कमसेकम मैले बिहा गरेको 27 वर्ष भयो। हालेलुया। मैले मेरो श्रीमती जहिले पनि यहाँबाट जाँदाखेरि उनको अति नै फेभरेट मेरून कलरको लिपस्टिक लाने गरेको छु। मैले ठिकै गरेको रहेछु मैले। तर अहिले फेरि मेरून कलरकै मात्रै लिपस्टिक चाहिँ नदिनु होला मलाई, त्यसो भन्न खोजेको होइन। साह्रै मजा लाग्यो। अनि मेरो श्रीमतीको 3 जना लेखकहरू मध्येमा आदरणीय पास्टर डाक्टर मङ्गलमार्मजीको किताबहरू, आदरणीय पास्टर लाजसज्यूको किताबहरू, त्यसबाहेक केही लेखकहरू हुनुहुन्छ नेपालका लेखकहरूको किताबहरू मेरो श्रीमतीले खुदनदार पढ्नुहुन्छ। अनि ज्ञात दिलाउँ पास्टर लाजसज्यूलाई, मेरो श्रीमती चाहिँ तपाईँको फ्यान हुनुहुन्छ। हालेलुया। धेरै किताब मन पराउनुहुन्छ तपाईँको, जो तपाईँले नजिकमा चिन्नु पनि हुन्छ उहाँले। प्रेयरहरू साह्रै मजा लाग्यो। ढुकढुक त लाग्यो मलाई। मैले अमेरिका ल्याउन पाइनँ। 1 महिना 21 दिनको लागि म आएको हो। ढुकढुक चाहिँ लाग्यो मलाई। मैले अमेरिकावाला लिन पाइनँ। यसको मतलब स्पोन्सरहरूले मेरो श्रीमतीलाई स्पोन्सर गर्नु भन्नु खोजेको पनि होइन। तर अक्टोबर महिना र सेप्टेम्बर महिनामा कुवेत अनि इजरायल चाहिँ उहाँ मसँगै जानुहुन्छ। हालेलुया। भन्नुको मतलब म मेरो श्रीमतीलाई आऊ सँगै हामीसँग यात्रा गरौँ म भनिराख्छु। अनि मैले ठिकै गरेछु। प्रभुको दास पास्टर लाजसज्यूलाई
हामी जोडले ताली बजाएर धन्यवाद दिन्छौँ। थ्याङ्क यू सो मच पास्टर भाइ तपाईँको टिचिङका लागि। अनि तपाईँहरू पनि इन्डिया आउनुहुँदाखेरि पास्टरहरू एक्लै नआउनु होला। फेरि म भन्छु, लास्ट इयर पास्टर आदरणीय पास्टर टकजी आउनुभयो, सब परिवार मण्डलीमा सेवकाएर पुर्याउनु भयो, धन्यवाद। पास्टर तिमोथीज्यू कारणवश एक्लै आउनु भएको हो, उहाँले पनि मिस गर्नुभयो। अर्को पालि आउनुहुँदाखेरि उहाँले पक्का पास्टरनी आमा ल्याउनुहुन्छ। हालेलुया। अनि वेलकम छ तपाईँलाई। सम्पूर्ण अमेरिकाको पास्टर बर्डलाई इन्डियामा वेलकम छ, नेपालमा वेलकम छ परिवारसँग। हालेलुया। प्रियहरू, एउटा सुन्दर वचन हामीले सुन्न पायौँ र प्रभुलाई महिमा होस्। मेरो हृदयमा लागेको छ अनि तपाईँहरूलाई पनि यसले आशिष पुगेको छ। साह्रै सुन्दर मेसेज हामीले सुन्न पाएका छौँ। प्रियहरू, मैले भजनसँग 136 को 4 र भजनसँग 86 को 10 पद पढेँ। म कुनै प्रियहरू अध्ययनमा लान चाहदिनँ। हामीसँग बाइबल शिक्षकहरू हुनुहुन्थ्यो, बाइबल शिक्षकहरू हुनुहुन्छ। हामी शिक्षकहरूबाट सिक्ने प्रियहरू छौँ। मेरो पास्टर आदि पास्टर बुवा रेभरेन्ड ध्रुव शिष्यजी उहाँ प्रेरित हुनुहुन्छ। उहाँबाट म धेरै सिक्छु। म सिकिराखेको छु नि। अपोस्टल्सहरूबाट, शिक्षकबाट प्रेयर हामीले सिक्न पर्ने कुराहरू हुन्छ। अनि बेएनएमले एउटा राम्रो काम राख्नु भएको छ। प्रेयर यो बाइबल अध्ययन गर्ने व्यक्तिहरूलाई, शिक्षकहरूलाई, अगमवक्ताहरूलाई, अगुवाहरूलाई उठाउने काम। अनि म मेरो मेसेज बजाउनुभन्दा अगाडि फेरि पनि बधाई दिन चाहन्छु बेएनएमहरूलाई। अनि एउटा प्रेरणा म दिन चाहन्छु। बेएनएमजीको आदरणीय पास्टरको सिटिजन चाँडै होस् भनेर मैले प्रार्थना सुरुवात गरेको छु। यस कारणले गर्दाखेरि धेरैवटा देशहरूमा तपाईँहरूको खाँचो छ। हालेलुया। अनि यो युनिटीलाई, यो एकतालाई तपाईँले अझै प्रगाढ रूपमा बढाउँदै लानु होला। यो युनिटी र एकता कसैले नभत्काओस्, कसैको कारणले यो नटुटोस्। बेएनएमको दीर्घायुको कामना हामी गर्छौँ। हालेलुया। अनि भविष्यमा गएर बेएनएमले इजरायलमा, कुवेटमा, जापानमा, अनि त्यसको बादमा प्रेयर अस्ट्रेलियामा, सिङ्गापुरमा, मलेसियामा बेएनएमले काम अझै बढाएर लगेको छ भन्ने प्रेयर म सुन्न चाहन्छु। अनि यो मेरो प्रार्थना हो। हालेलुया। अनि बेएनएम केवल अमेरिकामा मात्र नभएर यो चारतिर फैलेर जाओस्। नेपाल, इन्डिया, लगभग अरू देशतिर यो शुभकामना म तपाईँको अगाडि राख्न चाहन्छु। फेरि म मेरो टपिकमा आउँ। भजनसँग 136 को 4, भजनसँग 86 को 10 मा प्रेयरहरू लेख्नुभयो। प्रेयरहरू हाम्रो जीवित परमेश्वर एक्लैले अचम्मको कामहरू गर्नुहुन्छ। प्रेयरहरू म तपाईँलाई फेरि मतिर ध्यान लगाउन चाहन्छु। आजको दिनमा हाम्रो परमेश्वरलाई प्रेयर हामी पुरानो नबनाऊ। हाम्रो परमेश्वर अहिले पनि त्यही आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ। जसरी उहाँले भजन 136 को 4, भजनको 86 को 10 मा भन्नुभयो। अनि प्रियहरू, जब परमेश्वरलाई हामी हेर्छौँ, जब हामी पुरानो नियम उत्पत्तिबाट हेर्छौँ, परमेश्वरले अचम्मको कामहरू आफ्नो दासहरूबाट प्रियहरू गर्नुभयो। मोसाबाट, हारुन र हुर, यहोशूबाट, अगमवक्ताहरूबाट गर्दै गर्दै उहाँले प्रियहरू आफ्नो महान कामलाई कन्टिन्युएसनमा लगातार रूपमा उहाँले लानुभएपछि उहाँको पुत्र ख्रीष्ट यीशुलाई हाम्रो माझमा पठाउनु भयो। अनि उहाँले प्रेयरहरू अद्भुत कामहरू प्रेयरहरू इजरायलमा अनि राष्ट्रमा प्रेयरहरू गर्नुभयो। प्रेयरहरू म तपाईँलाई प्रेरणा दिन्छु। ख्रीष्ट यीशुको सेवकाईको क्षेत्रहरू उहाँले गर्नुभएको जग्गाहरूमा तपाईँ पुगेर आउनु भने भविष्यमा राम्रो हुनेछ। प्रेयरहरू उहाँले अद्भुत कुराहरू गर्नुभयो। अनि उहाँले फेरि प्रेयरहरू अद्भुत कामहरू गर्नुभएको बादमा उहाँले प्रेयरहरू जब उहाँको पुनरुत्थान भएपछि उहाँ लगभग मैले गल्ती गरिनँ भने 11 पल्टभन्दा बढी मात्रामा उहाँहरूको चेलाहरू साथमा उहाँ देखा पर्नु भएपछि उहाँ जब स्वर्गमा जानुभयो। अनि जानु भइसकेको बादमा पेन्टिकोस्टको दिन आयो, पवित्र आत्मा माथिबाट आउनुभयो। अनि आउनुभएको बादमा प्रेयर अचम्मको कामहरू आफ्नो चेलाहरू मार्फत प्रेयर भए। अनि उहाँले आफ्नो प्रेयर अद्भुत कार्यलाई, आश्चर्य कर्मलाई कहिले पनि प्रेयर कमी गर्नु भएन। जीवनमा कहिले पनि कम्ती हुनु दिनु भएन। कहिले पनि प्रेयर शैतानको अगाडि डोमिनेट हुनु दिनु भएन। त्यो यथावत रहेर गयो। प्रेयरहरू पत्रुसको जीवनबाट, स्टेफनसको जीवनबाट, पावलको जीवनबाट, परमेश्वरले तिमोथीको जीवनबाट बाइबलले अचम्मको प्रेयरहरू काम गर्नुभयो। अनि आजको युगमा, आजको शताब्दीमा धेरैवटा मण्डलीहरूमा, इभन नेपाली मण्डलीमा पनि हाम्रो परमेश्वर अब पुरानो भयो। हाम्रो परमेश्वरले अचम्मको कामहरू गर्नुहुन्न। प्रेरितको पत्रहरू अब हामीले बन्द गर्नुपर्छ भन्ने व्यक्तिहरू पनि हाम्रो नेपाली व्यक्तिहरू कहीँ मैले प्रेयरहरू भेटेको छु। तर मेरो व्यक्तिगत जीवनमा म आशा गर्छु तपाईँको जीवनमा पनि हाम्रो परमेश्वर कहिले पनि पुरानो भएको छैन। हालेलुया। स्टिल उहाँले अहिले पनि अचम्मको कामहरू गर्नुहुन्छ। अनि प्रेयर अचम्मको काम गर्नु, आश्चर्य कर्म गर्नु चाहिँ उहाँको एउटा एटिच्युड हो, उहाँको एउटा नेचर हो, उहाँको एउटा क्यारेक्टर हो, उहाँको एउटा डेजिग्नेसन हो। प्रेयरहरू अचम्मको काम नगरिकन उहाँलाई चित्त प्रेयर बुझ्दैन।
अनि आज तपाईँ र मैले कुनै मूर्तिलाई, तपाईँ र मैले कुनै खोलालाई, कुनै पनि प्रिय हामीले आकृतिलाई पुजेको छैनौँ, हामीले सृष्टिकर्तालाई पुजेको छौँ। हालेलुया। आजको कन्फरेन्स सकेर जानुभन्दा अगाडि म तपाईँको अगाडि एउटा उत्साहित, एउटा चुनौतीपूर्ण प्रेरणाको कुराहरू प्रयोग राख्न चाहन्छु। अनि त्यही कारणले गर्दा अहिलेको युगमा फेरि पनि परमेश्वरले प्रेयर हामीलाई प्रेयर अब अचम्मको काम गर्ने, उहाँले मात्रै अचम्मको काम गर्नु भएन, उहाँले आफ्नो चेलालाई त्यो काम अचम्मको काम गर्ने प्रेयर मौका दिनुभयो, इम्पार्ट गर्नुभयो, अभिषेक प्रेयरहरू गर्नुभयो प्रेयरहरू। अनि प्रेयरहरू प्रभुको जब उहाँ स्वर्ग जानुभएको बादमा उहाँको दासहरूको जिम्मेबाट परमेश्वरले अचम्मको काम गर्नुभयो। त अहिले लगभग 2016-17 वर्षको अवधिमा त्यो उहाँको अचम्मको काम कहिले पनि रोकिएन। यो निरन्तरता यो कन्सिस्टेन्टली प्रेयर अगाडि बढ्ने विषय हो। जबसम्म उहाँ दोस्रो आगमनमा तुरैको आवाज हामीले लिन आउनुहुन्न, तबसम्म उहाँले यो काम जारी राख्नुहुनेछ। हालेलुया, हालेलुया। BNM को एउटा फोकस होस्, BNM को एउटा प्रेरणा म दिन चाहन्छु BNM को प्रभुको दासहरूलाई कि तपाईँ अमेरिकामा तपाईलाई परमेश्वरले यहाँ ल्याउनु भएको छ भने परमेश्वरको शक्तिशाली कुरोहरूलाई लिएर तपाईँ र मैले हिँड्न पर्ने नि तपाईँले हिँड्न पर्ने कुराहरू हुन्छ। हालेलुया। अनि मलाई खुसी लागेको छ परमेश्वरको सामर्थ्य शक्तिमा हामी हिँड्न पर्छ भन्ने कुराहरू प्रेयरहरू। अनि म तपाईँलाई बधाई दिन चाहन्छु यसको निम्ति। प्रेयर योहन्ना 14 को 12-13-14 मा यस्तो लेखेको छ, साँचो साँचो म तिमीलाई भन्दछु, मलाई तिमीले विश्वास गर्यो भने मैले गरेको काम गर्छौ, त्योभन्दा महान काम गर्छौ। योहन्ना 14 को 12-13-14 पद म फेरि यसरी पढ्न चाहन्छु प्रेयरहरू। अहिलेको प्रेयरहरू फेरि मण्डलीलाई उहाँले यो पदबाट फेरि पनि प्रेरणा दिन चाहनुहुन्छ। प्रेयर हामी हेर्छौँ अहिले योहन्ना 14 को 12-13-14 पदमा, साँच्चै म तिमीलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेको काम पनि गर्नेछ र तीभन्दा ठुला काम पनि गर्नेछ, किनभने म पिता कहाँ गइरहेको छु। यो खण्डलाई हामी मेरो पछि म भन्छु, तपाईँले मलाई मसँग डोराउनु होला, अनि जोडले डोराउनु होला प्रेयरहरू। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेको काम गर्नेछ र तीभन्दा महान काम गर्नेछ, किनभने म पिता कहाँ जान्छु। हालेलुया। प्रियहरू, अबको दिनहरूमा हो मलाई तपाईँले प्रार्थनाको लागि रिक्वेस्ट गर्नुहुन्छ फोनबाट, म आभारी छु। हाम्रो धेरै प्रभुको तमाम दासलाई तपाईँले फोन गर्नुहुन्छ प्रार्थनाका लागि, हामी आभारी छौँ। तर अब म चाहिँ तपाईँहरूलाई फोन गर्न चाहन्छु आउँदो दिनहरूमा। अब तपाईँले मेरो लागि प्रार्थना गरिदिनुपर्छ आउँदो दिनमा। यो मेसेज सकेको बादमा अब म सायद धेरै कम्ती तपाईँको लागि प्रार्थना गर्छु, तपाईँले मेरो लागि प्रार्थना गरिदिनु पर्ने हुन्छ। किनभने योहन्ना 14 को 12-13-14 मा लेखेको छ, साँचो साँचो म तिमीलाई भन्छु, मैले गरेको काम अब तिमीहरूले गर्नेछौ। हालेलुया, हालेलुया, हालेलुया। आउँदो दिनमा अमेरिकाले यो प्रमाण गर्नुपर्छ, अमेरिकाको बुद्धिस्ट नेपालीले प्रमाण गर्नुपर्छ, प्रेयर विश्वमा परमेश्वरले तपाईँलाई महान राष्ट्रमा ल्याउनु भएको कारण चाहिँ रुपियाँ पैसाको महान राष्ट्र मात्र यहाँ होइन, सुख र सुविधाको महान राष्ट्र मात्र होइन, अवश्य शक्तिको महान राष्ट्र कहलिनुपर्छ। हालेलुया, हालेलुया। म तपाईँलाई प्रेरणा दिन चाहन्छु प्रेयरहरू। आजको दिन 15-20-30 मिनट वचन सुन्दै जाँदा परमेश्वरले तपाईँलाई तपाईँको बसेकै जग्गामा तपाईँलाई परमेश्वरले पक्का पनि अभिषेक गर्न लाग्नु भएको छ आजको दिन। हालेलुया। प्रेयर एक दिन मेरो धर्मगुरु पास्टर ध्रुव शिष्य सेवकाईबाट आउनुभयो एउटा जग्गाबाट, उहाँले बाटोमा के गर्नुभयो, चाबी हराउनु भयो। चाबी हराउनु भयो उहाँले, तालाको छेउमा चाहिँ ताला खोल्नु भयो, ताला खोल्नुको लागि चाबी उहाँले निकाल्ने प्रयास गर्नुभयो, पाउनु भएन, उहाँले हराउनु भयो। अनि परमेश्वरले भन्नुभयो, छोरा योहन्ना 14 को 12-13 तँलाई थाहा छैन त्यहाँ के लेखेको छ? परमेश्वरको दास प्रेरितलाई वचन थाहा थियो, ओहो प्रभु मैले ढिलो गरेछु, मलाई क्षमा गर्नुहोला। त्यहाँ लेखेको छ, साँचो साँचो म तिमीलाई भन्छु, मलाई विश्वास गरेन मैले गरेको काम गर्छौ, त्योभन्दा महान काम गर्छौ। अनि शिष्यज्यूले भन्नुभयो, ए ताला मैले चाबी हराए, यीशुको नाममा खोल भनेको थियो, टङलङ ठाक गरेर भुइँमा झार्यो। हालेलुया, हालेलुया। ताली बजाइदिनुहोस् परमेश्वरलाई प्रेयरहरू। अनि मेरो गुरुहरू, मेरो मेन्टरहरू मध्येमा शक्तिशाली मेन्टरहरूमा उहाँ पनि एकजना मेरो मेन्टर हो। अनि मैले सही मेन्टर बनाउनु पर्छ। म आत्मामा तागतिलो व्यक्तिहरूलाई म मेन्टर बनाउन चाहन्छु। हालेलुया, हालेलुया। प्रेयरहरू, हिजो अस्ति म पोखरा जाँदै थिएँ, मैले भने म हावाजहाजमा पनि चढ्न चाहदिनँ।
म काँकडे भित्ताबाट म एउटा गाडीमा आउँछु, पोखराको मानिसहरूले ब्रान्ड न्यू कार पठाइदिनु भयो, भर्खर किनेको कार ब्लू। म तपाईँलाई ताजा ताजा गभर्मेन्ट बाँड्न चाहन्छु। मेरो प्रिय भाइ पास्टर जोएल राई एकजना पास्टर हुनुहुन्छ नेपालमा, उहाँ सँगसँगै मैले भाइलाई पनि लगेर गएँ, हामी जाउँ भनेर। हामी दुई पछाडि बसेको छौँ, अगाडि ड्राइभर अन्य जाति हिन्दू केटा अनि एकजना क्रिस्चियन केटा। बागमती पुलमा हाम्रो गाडी बिग्रियो, ब्रान्ड न्यू गाडी बिग्रियो। गाडी बनाउने प्रयास गर्यो भाइले, गाडी बनाउने प्रयास गर्यो, भएन। त्यति बेलासम्म हामीले बागमतीको फोटोहरू खिच्यौँ, केही क्षणमा गाडी बनाउने प्रयास गर्यो, भएन। अनि भाइले भन्नुभयो, पास्टर दाजु गाडी बिग्रियो, अब मलाई थाहा छैन यो नयाँ गाडी कसरी बिग्रियो। अनि प्रियहरू त्यति बेला परमप्रभु परमेश्वर ममाथि उत्रिनु भयो आत्मामा, छोरा तँलाई मैले दिएको वचन योहन्ना 14:12-13 थाहा छ? मलाई प्रभुले भन्नुभयो, यो प्रभु मलाई पुरा थाहा छ, प्रयोग गर। अनि मैले ड्राइभरलाई भने, ड्राइभर भाइ गेट रेडी, अब गाडी स्टार्ट हुनेवाला छ। अनि मैले प्रियहरू भाइलाई भने रेडी बस्नु, हात राख्नु, तपाईँले आफ्नो गाडीमा हात तयार गर्नु, म प्रार्थना गर्दैछु। अनि मैले अङ्ग्रेजी भाषामा प्रार्थना गरेँ, इन द नेम अफ जिजस मात्रै मैले भनेको थिएँ, स्टार्ट त भनेको थिइनँ, घुट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 ु गरेर गाडी चल्यो। हालेलुया। अनि भाइले भन्नुभयो, दाजु म त हिन्दू मान्छे हो, तपाईँ क्रिस्चियन, अहिलेसम्ममा यसरी कहिले पनि क्रिस्चियनले प्रार्थना गर्दा गाडी स्टार्ट भएको थिएन, म अब प्रभुमा आउँछु ल पोखरामा। अरे हालेलुया। प्रियहरू आज तमाम अचम्मको कामहरू तपाईँको जीवनबाट परमेश्वरले गर्न चाहनुहुन्छ। म तपाईँलाई प्रेरणा दिउँ, अमेरिकामा बिल्डिङ बनाउने, गाडी बनाउने, तपाईँले घर किन्ने, सुन चाँदी किन्ने, ठिकै छ, तपाईँले गर्दै जानु होला। तर एउटा ख्वाइस, एउटा इच्छा तपाईँले गर्नुपर्छ। 9वटा वरदानको खोजी, प्रभुको दासले कि फलको कुराहरू गर्नुभयो, शक्तिको खोजी प्रियहरू तपाईँले गर्नुपर्छ, मृग तृष्णा तपाईँले राख्नै पर्छ प्रियहरू। हालेलुया। अनि मैले कठोर प्रियहरू मैले यो दिनहरूमा मैले प्रचार गर्न थालेँ, माफ गर्नु होला। मैले यसरी प्रचार गर्न थालेँ, यदि कोही पास्टरको जीवनमा, परमेश्वरको दासको जीवनमा, अर्डेन पास्टर एल्डरको जीवनमा यदि परमेश्वरले अचम्मको काम गर्नु भएन भने, आश्चर्य कर्म गर्नु भएन भने, बेटर रेजिग्नेसन दिनु, तपाईँले रेजिग्नेसन दिनु, तपाईँले चौकी छोड्नु। यदि तपाईँको जीवनमा परमेश्वरले अचम्मको काम गर्दैन भने, मैले यो प्रकार एउटा वर्ष, एउटा अचम्मको प्रेयर शब्द मैले प्रेयर प्रचार गरेँ, यो युट्युबमा छापेछ कहाँ। अनि लन्डनमा जब म लास्ट इयर गएँ, लन्डनमा एकजना ठुलो प्रभुको दास जसको मर्सिडिज गाडी छ, धेरै ठुलो उहाँ धन सम्पत्तिले भरेको व्यक्ति हो, तमाम उहाँको प्रेयर मण्डली छ। उहाँले मलाई 15 दिनसम्म छोड्नु भएन। अनि उहाँले भन्नुभयो, पास्टर जीवन तपाईँको यो वचनले मलाई यहाँ लागेको छ, म शून्य छु, मेरो जीवनबाट केही अचम्मको कुरा हुँदैन, अद्भुत कुरा हुँदैन, म थाकेको छु, म कसरी परमेश्वरको शक्तिमा म आउन चाहन्छु। अनि उहाँलाई मैले म तपाईँलाई सही जग्गामा पठाउँदैछु भनेर मैले एक जग्गामा पठाएँ। उहाँलाई मैले 1 महिना एउटा जग्गामा पठाएँ, जुन जग्गामा चाहिँ 18 घन्टा डेली प्रार्थना गर्नुपर्छ, 18 घन्टा डेली प्रार्थना गर्नुपर्छ। अनि मैले युएसको पास्टरलाई नेक्स्ट इयर यदि तपाईँले इच्छा गर्नुहुन्छ भने गेट रेडी, 18 घन्टा प्रार्थना हुने प्रत्येक दिन। अनि यो जस्तै फर्केर जानुभयो उहाँ, ओहो लन्डनमा परमेश्वरले उहाँको जीवनबाट फर्केर गएपछि अचम्मको काम गर्दै हुनुहुन्छ। हालेलुया। प्रियहरू अब हामी ख्वाइस गरौँ, 4-5वटा गाडी होस्, 3-4वटा बिल्डिङ होस्, सुन चाँदी होस्, तर पर्याप्त छैन। त्यसले आराम दिन्छ, त्यसले सुविधा दिन्छ, त्यसले हाम्रो जीवनमा इन्जोय गराउँछ, कम्फोर्ट दिन्छ, तर त्यो पर्याप्त प्रेयरहरू छैन। त्यसले सायद संसारका मान्छेहरू आउँदैन प्रेयरहरू, त्यो देखेर मान्छेहरूले प्रभुलाई प्रेयर विश्वास गर्दैन। तर जब तपाईँको जीवनबाट अचम्मको काम गर्नुहुन्छ, परमेश्वरले अद्भुत कुरा गर्नुहुन्छ। हालेलुया। अनि उनीहरूले प्रभुलाई विश्वास गर्नुहुन्छ। हिजो अस्ति म एडिलेडमा प्रेयर अस्ट्रेलियामा थिएँ, एउटा 76 वर्षको बाबालाई मैले प्रचार गरेँ, बेलुका पुरा रिसाउनु भयो। आमा चाहिँ प्रभुमा आउँदै हुनुहुँदो रहेछ, बाबाले नदिँदो रहेछ। खबरदार पास्टर, तपाईँले मेरो घरमा अरू कुरा गर्नु, तर यो ख्रिस्ट यीशुको कुरा नगर्नु, हामी हिन्दू धर्ममा गएर हामी मर्छौँ। खबरदार तिमी पनि चुप लाग। बुढीलाई चुप गराउनु भयो। अनि मैले चाहिँ बाबालाई, बाबा प्लिज मलाई सुनिदिनु न, म तपाईँलाई प्रचार गर्दैछु। चाहिँदैन, तिम्रो प्रचार मलाई चाहिँदैन। सुहाउँछ, म सानो छोरा जस्तो मान्छे उहाँको नजरमा। अनि लास्टमा परमेश्वरको आत्माले भन्नुभयो, छोरा उसको शिरमा हात राखेर प्रार्थना गर, म तँलाई अगमबानी प्रार्थना गर्न दिन्छु भन्नु। अनि बाबा प्लिज म अब गइहाल्छु नि, मलाई 2 मिनट प्रार्थना गर्नु दिनु है भने जबरजस्ती उहाँको शिरमा हात राखेर प्रार्थना गरेँ। मैले हात राख्दाखेरि यसो गर्दै थियो।
मैले 2 मिनट प्रार्थना गरेँ प्रभु यीशु मसीहको नाममा। अनि बाबालाई यसरी भने, बाबा तपाईँले अब केही वर्षमा यसो भन्नुहुन्छ, एउटा राय आएको थियो, पास्टर मेरो घरमा जबरजस्ती प्रार्थना गर्यो, मेरो शिरमा थ्यारेर प्रार्थना गर्यो र त्यो पास्टरको प्रार्थनाले पनि होला, मैले त प्रभु यीशु मसीहलाई विश्वास गरेँ भनेर तपाईँले एक दिन मण्डलीमा भन्नुहुन्छ भनेर मैले प्रार्थना गरिसकेको बादमा त्यसरी भने। रिसाउनु भयो पुरा, भन्दिनँ म प्रभुमै आउँदिनँ अरे। त्यहाँदेखि मैले, बाबा म फर्किँदैछु, तपाईँले चाँडै कुरा गर्नुहुन्छ। पुरा उहाँ रिसाउनु भयो। अनि म फर्केर सिडनीमा आएँ। सिडनीमा आएको भोलिपल्ट त उहाँको छोराले मलाई एसएमएस गर्नुभयो, पास्टर जीवन हिजो बेलुका मेरो बाबाले मेरो सामनेमा ग्रहण गर्छु भन्यो। हालेलुया, हालेलुया, ग्रहण गर्नुभयो, हालेलुया। मेरो झाँक्री पापाले हामीलाई धेरै सताउनु भयो, प्रेयरहरू ढ्याङ्ग्रो छटाउने मेरो बाबाले हामीलाई धेरै सताउनु भयो। छोराहरू तिमीले धेरै गर्यो हाम्रो जीवनमा, मेरो जीवनमा धेरै गर्यो तिमीले, मलाई झाँक्री भएर मर्न दिनु, म झाँक्री भएर म मर्न चाहन्छु। हामीले हाम्रो पापालाई धेरै वास्ता गऱ्यौँ, उहाँको निडहरू पुरा गऱ्यौँ, पापालाई शैतान भनेनौँ, पापालाई हामीले प्रेयरहरू नर्क कुण्ड जान्छ भनेनौँ, हामीले पापालाई पापाको लुगा धुने काम, स्याहार्ने काम, हेल्प गर्ने काम पापालाई हामीले गऱ्यौँ। 3 जना छोराहरू भएर हामीले बहुत प्रेम गऱ्यौँ हाम्रो पापालाई, झाँक्री पापालाई। पापाले भन्नुभयो अन्तिम म झाँक्री काम गरेर नै म मर्छु। हामीले 22 वर्ष प्रार्थना गर्यौँ प्रेयरहरू। प्रेरित 16:31 भन्छ तिमीले उद्धार पाउँछौ अनि तिम्रो परिवारले उद्धार पाउँछ। प्रेयरहरू म तपाईँलाई उत्तेजना दिन चाहन्छु। 3 वर्ष अगाडि एक बेलुका मेरो भाइले फोन गर्नुभयो, मेरो कान्छा भाइ एल्डरले फोन गर्नुभयो, दादा पापा त लड्यो 20 फिट अग्लो भिरबाट, अनि अहिले पापाको अन्तिम सास उहाँले फेरिरहनु भएको छ, पापाको शरीरभरि खुनै खुन छ, अलिअलि सास छ, अनि यसो भन्दैछ ग्रहण गर्छु, म प्रभुलाई ग्रहण गर्छु भन्दैछ। हालेलुया, मर्ने बेलामा ग्रहण गर्छु भन्दैछ पापाले। ग्रहण गर भाइ, मैले फोन गरेर पास्टर महोदयलाई पठाएँ, अनि मेरो पापाले ग्रहण गर्नुभयो। लगभग मर्नु आँट्ने बेलामा खुनै खुन भएको समयमा अनि पापालाई मेरो भाइले दार्जिलिङ अस्पतालमा लानुभयो। मैले एक्सरे गराउनु, पापाको के भाँचेछ टुटेछ, अनि मलाई रिपोर्ट गर्नु। भाइहरूले भन्नुभयो सेकेन्ड डेमा दाजु हामीले पापाको सिटी स्क्यान हामीले गऱ्यौँ, 5वटा करङ टक्लकै भाँचेछ, डक्टरले एकदम गाह्रो मान्दैछ पापाको एजको कारणले गर्दा। मैले भने म पनि मरेको मान्छे हो, 2 पल्ट त मरेको मान्छे हो, म 5 पल्ट डक्टरले मलाई मरेको घोषणा गरेको मान्छे, म जिउँदो यहाँ छु। पापालाई निकाल डक्टरकोबाट, राजी एकदमै डिस्चार्ज पेपर गरेर हाम्रो रिक्स भनेर निकालेर ल्याऊ, अनि पापाको जीवनमा अचम्मको काम हुन्छ। मैले फोन गरेर भाइहरूलाई प्रेयरहरू मेरो पापालाई हस्पिटलबाट निकालेर घरमा ल्याउन लगाएँ। उहाँको 5वटा करङ प्रेयरहरू भाँचेको थियो 3 वर्ष अगाडि। हामीले 15 दिन प्रार्थना गर्यो परमेश्वरलाई। भजनसँग 137:4, भजनको 86:10ले भन्छ जिउँदो परमेश्वर एक्लैले अचम्मको काम गर्नुहुन्छ। यूहन्ना 14:12-13-14ले भन्छ साँचो साँचो म तिमीलाई भन्छु, मलाई विश्वास गरेर मैले गरेको काम गर्छौ, त्योभन्दा महान काम गर्छौ। 15 दिन प्रार्थना गर्यो हामीले। 15 दिन प्रार्थना गर्दाखेरि पापाले एक दिन यसरी भन्नुभयो, पापाले यसरी भन्नुभयो, छोरा मेरो हड्डीहरू त सबै दुख्नु बन्द भयो त, टाकटुक निको भयो त, मेरो एकदम शरीरहरू राम्रो भएको छ, एकदम मलाई अलि दुख्नु छोड्यो, म निको भयो होला भनेर पापाले भन्नुभयो। फेरि हामीले सिटी स्क्यान गर्न लग्यौँ, गएको त डक्टर छक्कै पर्नु भयो। 5वटा करङ प्रेयरहरू हुबहु निको भयो, जाति भयो। हालेलुया। अनि पापाले भन्यो मलाई पानीमा डुबाऊ छोराहरू। अनि म एज अ पास्टर, मेरो भाइ पास्टर, एकजना अर्डेन पास्टरलाई हामी 3 भाइ भएर ठाडे खोला भन्नेमा चुम्लुङ्गै हामीले पापालाई डुबायौँ। प्रेयरहरू 9 बजी अहिले चर्च लाग्छ हाम्रो। मेरो पापा खुरु प्रेयरहरू अहिले चर्च जानुहुन्छ। हालेलुया। तपाईँहरू यहाँ को हुनुहुन्छ? मेरो बाउ बाजेको छैन, भदै मामा बाजेको छैन, काका बाजेको छैन, सब बाँच्छ। हालेलुया। प्रेयरहरू तपाईँ लाइफ जिउनुहोस्, शक्तिमा जिउनुहोस्, प्रेयरहरू सामर्थ्यमा प्रेयरहरू तपाईँले जिउनुहोस्। प्रेयरहरू म तपाईँलाई अन्तिम एउटा प्रेरणाको सन्देश म तपाईँलाई प्रेयरहरू दिइराखेको छु। यो खण्ड तपाईँले कहिले पनि प्रेयरहरू नबिर्सिनु होला। के स्टिल गएर प्रेयर म तपाईँको अगाडि प्रेयर म बाँडिराखेको छु। प्रेयर जब म जवान थिएँ, म यङ हुँदाखेरि म आर्मीमा गएर आएँ, अनि आएपछि म प्रोमा आएँ, अनि प्रोमा आएपछि रेभेन ध्रुवशिष्य सरले के देख्नुभयो, मलाई प्रार्थनाको कोअर्डिनेटर भनेर जिम्मा दिनुभयो, अनि सिकाउनु भयो उहाँले। मैले यस्तो पास्टर पाएँ, 14 घन्टा प्रार्थना गरेर मण्डली भनेपछि आफू पनि 14 घन्टा बस्नुहुने ध्रुवशिष्य सर, अनि मलाई पनि राख्नुहुने। 40 दिन फास्टिङ मण्डली भनेपछि आफू 40 दिन बस्ने, अनि हामीलाई पनि राख्नुहुने। 24 घन्टा प्रार्थना गर मण्डली भनेपछि आफू पनि 24 घन्टा बस्नुहुने, मलाई पनि राख्नुहुने।
अगुवा कस्तो हुनुपर्छ भन्ने मैले उहाँबाट पनि केही सिकेँ, प्रेयर सिकिराखेको छु। अहिले त हामी पास्टरले धेरैबाट माथिबाट प्रचार गर्छौँ, हामी नै प्रायः गर्न हामीलाई अप्ठ्यारो लाग्छ, हामीले सुधार्न पनि केही विषयहरू त छ। हालेलुया। प्रेयरहरू त्यहाँदेखि उहाँले प्रेयर कोअर्डिनेटर भन्नुभयो। त्यति बेला 56 घर मण्डली थियो, उता सेमुङ डेडा माने भन्ज्याङ अनि उता पारी बतासे भन्ने जग्गामा। अनि 56 घर मण्डलीलाई प्रेयर हामीले कन्टिन्यू 24 घण्टाको चेन प्रेयर मैले प्रेयरहरू कोअर्डिनेटको रूपमा मैले आयोजना गरेँ। अनि प्रेयर हामी 5 जना दल भएर चेन प्रेयर चाहिँ 24 घण्टाको है, प्रत्येक घण्टामा हामी चेक गर्न गयौँ। 56 घर मण्डली 1 घण्टादेखि लिएर झन्नै लगभग प्रेयरहरू 8 घण्टासम्म यात्रा गर्नुपर्ने जग्गाहरू। प्रेयर जब म गएँ चेक गर्नु जाँदाखेरि धेरैजना मानिसले प्रेयर प्रार्थना गरिराखेको थियो। 3टा मिराकल मैले तपाईँलाई पहिला पनि बताएको छु, एउटा मिराकल म तपाईँलाई बताऊँ। त्यो प्रार्थना हुँदै गर्दा के भयो भन्दाखेरि सिमुङ डेडामा एकजना राई मान्छे थियो, विरोधी ख्रिस्ट विरोधी। डोकोमा प्रेयरहरू बन्चहरू बोकेर जाँदै थियो दाउरा काट्नुको लागि। उसले आकाशमा देख्यो, क्रुस देख्यो, रातो क्रुस। ओहो, यो त इसाईहरूको, यो त यीशु मसीहको चिन्ह हो भनेर ऊ कुद्दै 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 गयो। अनि एकजना एल्डर बाउकोमा गयो। एल्डर बाउ, तपाईँ क्रिस्चियन हुनुहुन्छ, म ख्रिस्ट विरोधी एउटा मान्छे हो, म आज दाउरामा जाँदा गर्दाखेरि आकाशमा मैले रातो क्रुस देखेँ, म यीशु मसीहमा आउँछु, मलाई प्रार्थना गरिदिनु। हालेलुया। त्यो मान्छेले विश्वास गरे। त्यो दिन प्रेयरहरू चेन प्रेयर हुँदै गर्दाखेरि भएको घटनाहरू। फेरि एउटा राई मान्छे ख्रिस्ट विरोधी खालिङ राई, उसले चाहिँ प्रेयरहरू अदुवा खन्दै गरेको थियो। अनि अदुवा थाहा खनेपछिदेखिलाई उसले खनेको प्रेयरहरू खन्दै गर्ने अदुवाको खन्ने त्यो काँटा हरायो, राम्रो काँटा हरायो। अनि उसले अदुवाको सामनेमा गएर प्रेयरले प्रार्थना गर्यो, काँटा त हरायो। अनि यसरी प्रार्थना गरेछ, हे क्रिस्चियनहरूको देवता यीशु, म तिमीलाई चिन्दैन, मैले सुनेको छु तिमीलाई प्रार्थना गर्दाखेरि तिमीले भन्छौ अरे हराएको कुराहरू पाउँछ अरे। म प्रार्थना गर्दैछु क्रिस्चियनको देवता यीशु, मेरो काँटा हराएको छ, काँटा कहाँ छ? भित्रबाट भन्नु पर्यो उहाँलाई, ए छोरा तिमीले विश्वास मलाई गर्दैछौ, तिम्रो काँटा फलानाले लगेको छ र चोरेर लगेको छ, चिन्छ भनेर चाहिँ काँटाको बेड टुक्राएको छ अनि माथि झुन्डाएको छ, जाऊ गएर तिमीले त्यो काँटा ल्याऊ। अनि कुद्दै 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 गयो। त्यो मान्छे सिधा एउटा मान्छेको गोठमा गयो, उसको छिमेकी मान्छेले काँटा चोरेछ प्रेयर, अनि उसले त्यो काँटा लिएर आयो। साँच्चै नै परमेश्वरले प्रेयर उनको त्यो प्रार्थनालाई सुनिदिनु भने काँटा ठुटे काँटा लिएर आउनुभयो एल्डर बाबुको घरमा। एल्डर फलाना, मैले आज प्रार्थना गरेँ, तपाईँहरूको यीशु चाहिँ साँचो रहेछ, मैले काँटा पाएँ, म यीशु मसीहलाई विश्वास गर्छु। उहाँले पनि विश्वास गर्नुभयो। हालेलुया। यो चेन प्रेयरमा हुँदै गरेको कुरा हो। व्यस्ततालाई छोडेर कोही बेला चेन प्रेयर कसले आयोजना गर्ने? अमेरिकामा कुन पास्टर बाउले यो नेतृत्व अभियानलाई सुरु गर्ने? अहिले ताली लगाइहाल्नु हुँदैन, हामीले जब सुरु हुन्छ हामी ताली लगाउँछौँ। हालेलुया। यो आउनुपर्छ प्रेयर, व्यस्त देशमा पनि आउनुपर्छ प्रेयर। अनि लास्ट बिहान 5-6 बजीको बिचमा म अँध्यारोमा पुगेँ। साथीहरूसँग प्रार्थना हुँदैछ कि छैन, एउटा जग्गामा गएको घनघौ प्रार्थना हुँदै रहेछ। हामी त्यहाँ गएर धन्यवाद छोडेर प्रार्थना सक्न आँटेको छ। एल्डर बाबुको घरमा पुग्यौँ हामी। पुगेको त 8-9 फिट माथि डिलबाट, बस्तीमा त लामो लामो टाढहरू हुन्छ। नानी झरेछ, छोरा 7-8 महिनाको छोरा झरेछ। अनि भुइँमा गएर खुट्टे पिराको साइडमा नानीको यो लागेछ। अनि नानीको यो प्रेयर यो करङ त बाहिर निस्किनै आँटेको करङ भाँच्यो एल्डर बाबुको छोराको। सब अताली राखेको रहेछ प्रेयरहरू। के गर्ने अब के गर्ने? अनि प्रेयरहरू मैले सबैजना अगुवालाई बोलाएँ। यो पत्ता मैले उहिले नै प्रेयरहरू रटेको हो। फेरि यो पत्ता हामीले दाबी गऱ्यौँ। हामी डक्टरकोमा लाँदैनौँ, हामी कुनै पनि औषधि गराउँदैनौँ, हामी परमेश्वरलाई प्रार्थना गरौँ। प्रेयर हामी सबै मिलेर त्यो नानीको करङमाथि हात राखेर हामीले 3-4 मिनट शक्तिमा हामीले प्रार्थना गऱ्यौँ। प्रेयर हामीले शक्तिमा प्रार्थना गऱ्यौँ। आमिन गरेपछि तपाईँ विश्वास गर्नुहोस् नगर्नुहोस्, नानीको करङ सिधा भयो, नानीको करङ जस्ताको तस्तै भयो। हालेलुया। प्रेयर यो 3टा मिराकल 24 घण्टा प्रेयर चेन प्रेयर गर्दाखेरि परमेश्वरले गर्नुभयो। राइट नाउ अहिले पनि परमेश्वरले यस्तै अचम्मको कामहरू गर्न चाहनुहुन्छ। हालेलुया। अमेरिका हल्लाउनुहोस् तपाईँले आउँदो दिनमा। हालेलुया।
अमेरिका हल्लाउनुहोस् न आमाहरू आउँदो दिनमा। अब यस्तो प्रार्थना गर्नुहोस् आमाहरू तपाईँले आउँदो दिनमा। जवानहरू तपाईँले अब अमेरिका हल्लाउनुहोस्। कमसेकम यहाँको अङ्ग्रेज चर्चहरूले पनि यहाँको विदेशी चर्चले पनि प्रेयर समथिङ कोही यहाँ छ भुटान र नेपालबाट आएको भुटनिस नेपालीहरू अचम्मको इसाईहरू रहेछ भनेर तपाईँलाई बोलाओस्। हालेलुया, तपाईँलाई बोलाओस्। मृग तृष्णा तपाईँले गर्नुपर्छ। अब ती अङ्ग्रेजहरूलाई गएर प्रार्थना गर्ने, ती बिमारीलाई प्रार्थना गर्ने तपाईँको काम हो। प्रेयरहरू लुका 9:1 र मत्ती 10:1ले भन्छ, जाऊ तिमीहरू गएर मेरो नाममा प्रचार गर, जाऊ गएर तिमीले गएर बिमारीमाथि हात राख, तिमीले गएर चङ्गाई गर, जाऊ गएर तिमीले भूत खेदा, म तिमीलाई शक्ति र अख्तियार दिन्छु। यो तपाईँलाई भनेको, यो पास्टर जीवनलाई मात्रै भनेको होइन, हामी पास्टरलाई मात्रै भनेको होइन। हालेलुया। प्रिय छोराछोरीहरू तातेर जानु। हालेलुया। धेरै धेरै डलर खर्च भएको छ, शक्ति लगेर जानु। हालेलुया, हालेलुया। मैले भने फेरि अमेरिकाबाट मलाई फोन नगर्नु, चङ्गाईको प्रार्थना म गर्नेवाला छुइनँ त्यसै भनेको होइन, किन अब तपाईँको प्रार्थनाले परमेश्वरले तपाईँलाई निको पार्नेवाला छ। हालेलुया। यो तमाम गवाईहरू छ। अहिले मैले समय दियो भने यति बेसी गवाईहरू रहेछ यहाँ चङ्गाई भएको कुराहरू, मैले इच्छा गर्दा गर्दै पनि मैले सकिनँ। यति बेसी छ यहाँ चङ्गाई भएको प्रेयर गवाईहरू प्रेयरहरू। मैले अब 15 मिनटदेखि 20 मिनटमा सक्नुपर्छ। प्रेयरहरू गोमटु भुटानमा हामीले आजभन्दा केही वर्ष अगाडि, लगभग 12-13 वर्ष अगाडि प्रचार गर्ने निर्णय गऱ्यौँ हामीले प्रेयर। अनि बिरपाडा भन्ने जग्गामा हामीले क्याम्प थाप्यौँ पास्टर जोनको घरमा। हामी 8-10 जना व्यक्तिहरू गएको थियौँ, इन्क्लुडिङ मेरो वाइफ पनि। गोमटु भुटान यो 8-10 वर्ष अगाडि होइन रहेछ, यो 17-18 वर्ष अगाडिको कुरा रहेछ। अनि गोमटु भुटानमा चाहिँ त्यो दिन हाटको दिन थियो। बिरपाडामा हामीले गाडी पर्खिराखेको थियौँ। अनि सबैजना गाडी गइसकेको थियो। एउटा गाडी फेरि हाम्रो सामनेबाट गुज्रेर गयो। अनि त्यो गाडी हाम्रो अगाडि अलिक पर गएपछि बिग्रेपछि सबैजना मान्छेहरूले गाडी पर्ख्यो बनिन्छ कि भनेर, बनिएन। त्यो मान्छेहरू सबै हिँडेर गयो। अलिक चहलपहल कम्ती गरिदिनुहोस् ल, 10-15 मिनट। प्रियहरू हामीले गाडी पर्खिँदैछौँ, हामीले प्रचार गर्नु छ भुटानमा, फर्केर आउनु छ हाम्रो क्याम्पमा। ढिलो भइराखेको छ, गाडी आएको छैन। हामी हल्का गनगनाउन थाल्यौँ। हाटको दिनमा गाडी छैन बिरपाडाबाट गोमटु भुटान भन्दै गर्दाखेरि परमेश्वरको आत्माले यसरी भन्नुभयो मलाई, छोरा यो गाडी यहाँ मैले लिएर बिगार्ने म, यो गाडी यहाँको मान्छेहरू हिँडेर जानु लगाउने म हो, यो गाडी त मैले तिमीहरूका लागि लिएर यहाँ बिगारेको हो भन्दै लानुभयो। ओहो परमेश्वर तपाईँको प्लान त त्यस्तो, मैले के गर्नु? अनि प्रभुले मलाई भन्नुभयो, पास्टर लखन टुडु छ नि त्यहाँ आदिवासी एकजना पास्टर, उसलाई प्रार्थना गर्नु लगा त। पर गएर यसरी चियापत्तीको बोर्डको छेउमा यो गाडी उसले 2 मिनट प्रार्थना गर्दा गर्दा स्टार्ट हुन्छ। प्रभुले मलाई भन्नुभयो। प्रभुको पनि बुद्धि कति राम्रो, मलाई मात्रै प्रार्थना गर्नु लाउँदा पास्टर जीवन घमण्डी हुन्छ भनेर पनि प्रभुलाई थाहा छ। अनि पास्टर टुडुलाई नाम लिनुभयो। अनि पास्टर टुडु चियाको फेदमा गएर तपाईँ प्रार्थना गर्नु रे, गाडी स्टार्ट हुन्छ अरे। उहाँ जानुभयो, गए सर, पास्टर जीवन शर्मा गए। अनि मैले सबैजनालाई भने पास्टर टुडुले प्रार्थना गर्दै गर्छ कि हामीले आमिन गर्नुपर्छ, यो गाडी स्टार्ट हुन्छ, अनि यो गाडी चाहिँ हाम्रो लागि अरे भन्नुभएको छ। पास्टर टुडुले प्रार्थना गर्नुभयो गएर। मलाई थाहा छ 2 मिनट पनि पुगेको थिएन, गाडी गुट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 ु गाडी स्टार्ट भयो। हालेलुया। अनि गाडीको ड्राइभरले, औ दाइहरू बहिनीहरू कहाँ जानु भएको? हामीले पनि गोमटु आउनु नि, म तपाईँलाई लान्छु गोमटुसम्ममा सित्तैमा अरे। हालेलुया। हामीले पनि त त्यस्तै खोजिराखेको। सबै चढ्यौँ, गुटुटुटुटुटु 500 किलोमिटर गोमटुमा गयौँ। गेट खुल्ला रहेछ, पुलिस छैन, आर्मी छैन। हाटको दिन हरन लगाएर ड्राइभरले छैन, कोही पनि छैन। ड्राइभर भने अनि आज कहाँ गयो यहाँको गार्डहरू गेटमा? जानुपर्छ भनेर लानुभयो हामीलाई, भित्र लगेर 1 किलोमिटर जस्तो टाढामा छोडिदिनु भयो। भिड रहेछ हाटको दिनमा। ट्र्याक्स बाँड्यौँ, बाइबल बाँड्यौँ हामीले। भुटानभित्र स्वतन्त्र प्रेयर हामीले काम गरेर हामी 2 भागमा विभक्त भयौँ। देब्रेपट्टि 1, दाहिनेपट्टि मेरो ग्रुपलाई हामीले विभक्त गऱ्यौँ। अनि 2:30तिर मैले केही व्यक्तिलाई ग्रहण गराइसकेको थिएँ। एकजना परमेश्वरको दास प्रचारक भाइ आउनुभयो। दाजु जीवन भयो प्रचार गर्ने काम बन्द गर्नु होला। भयो, हेर्नु त ऊ पारी पुलिसले पक्रेर त भाउजूलाई, तपाईँको श्रीमतीलाई पक्रेर पुलिसले ल्याउँदैछ, देख्नु भयो अरे? हेरेको त पुलिसले पक्रेर ल्याउँदै रहेछ मेरो वाइफलाई त भुटानभित्र। ला मेरो वाइफलाई
आज चाहिँ अब मार्ने भयो, अब के गर्ने हो। त्यति बेला चाहिँ भुटानभित्र चाहिँ फ्यानभित्र झुन्डाएर घुमाउने चलन थियो प्रेयर। यसो हेरेँ मेरो वाइफलाई पुलिसले ह्यान्डकप गरेर ल्याउँदै रहेछ। साह्रो गाह्रो पर्यो प्रेयर मलाई। अब के भाग्ने, कहाँ भाग्ने। अनि ओह्रालो झर्दै जाँदाखेरि तलबाट फेरि पुलिसको लामेतात मानिसहरू प्रेयरहरू गाडीमा आइराखेको रहेछ, बन्दुकधारी। परमेश्वरले केही छन् आराधना गर भन्नुभयो जङ्गलमा। 2-3 मिनट आराधना गऱ्यौँ हामीले। अनि प्रभुले अब नडरेकन जा ओह्रालो। हामी ओह्रालो गयौँ। तल टक्कै बगरमा पुगेको पुलिसले मेरो श्रीमती केही भाइ बहिनीलाई ह्यान्डकप लगाएर त अगाडि ल्याइहाल्यो। हेर्दैछु मेरो श्रीमती ह्यान्डकप लागेको छ। अनि एकछिनमा पुलिस अफिस सबैजना आएर हामीलाई पनि पक्रिहाल्यो। त्यहाँदेखि तिमीहरू कहाँबाट आएको? सिलगढीबाट आएको सर। तिमीहरूले के गर्यौ यहाँ आएर? हामीले यीशु मसीहको कुरा गर्यौँ। तिमीलाई कसले पठायो? तिमीहरूको ग्रुप लिडर को? मैले भने यीशु मसीह हाम्रो ग्रुप लिडर हुनुहुन्छ। होइन यीशु मसीहको कुरा होइन, तिमीहरूको यहाँ ग्रुप लिडर को छ? हामीले भने हाम्रो ग्रुप लिडर यीशु मसीह नै हुनुहुन्छ। प्रेयर त्यसको बादमा एकदमै डरलाग्दो कराउनु भयो। उहाँले अर्को प्रश्न गर्नुभयो, तिमीहरूलाई कसले भन्यो भुटानभित्र आएर प्रचार गर्नु? हाम्रो बुद्धिस्ट देशमा यस्तो गर्नु हुँदैन। हामीले भन्यो हामीलाई बाइबलले भन्यो, यीशु मसीहले गर भन्नुभएको छ र गरेको। प्रेयर जवाब त मैले सायद सही नै दिँदैछु, किनकि बाइबलले भनेको। अनि केही क्षणमा उहाँले रिसाएर भन्नुभयो, तिमीहरू कहाँबाट आयो? तिमीहरू कहाँबाट पस्यौ? अनि मैले सरलाई भने सर हामी त्यो ठुलो गेटबाट पस्यौँ। अनि त्यो गेटमा कोही पनि मान्छे थिएन सर। अनि उहाँले प्रियहरू फोन डायल गर्नुभयो। मलाई लाग्छ डुक्पा भाषामा उहाँले पुरा कराउनु भयो त्यो गेटमा। के भन्दै कराउनु भयो। प्रियहरू फेरि प्रश्न गर्नुभयो, तिमीहरू कहाँबाट आयो? गोम्टो भुटानभित्र कसरी पस्यौ? हामीले सर हामी त्यही गेटबाट पसेको हो। हामी गाडीमा आयौँ, गेटमा कोही मान्छे थिएन। ड्राइभरले पुरा हर्न लगायो, मान्छे थिएन, आर्मी पनि थिएन, पुलिस पनि थिएन। फेरि कल गर्यो, भक्कु गाली गरेको हो त्यो डुक्पा भाषामा पुलिसहरूलाई। त्यहाँदेखि फाइनली गएर यसरी भन्नु उहाँले हामीलाई, हेर अब तिमीहरूको सजाय हुन्छ। थाहा छ सर। भुटानमा के हुन्छ? हामीले भन्यौँ सर हामीले चाहिँ फ्यानमा लगाएर झुन्डाउँछ भनेर सुनेको छ मैले। अब त्यसै हुन्छ। हेर अब तिमीहरूलाई हामी सबलाई फ्यानमा झुन्डाउँछौँ। फ्यानमा झुन्डिँदै जाँदाखेरि मर्नु पनि सक्छौ। अब सही हो कुरा। अनि हामी जानु थाल्यौँ अब फ्यानमा झुन्डिनुको लागि। अनि त्यति बेला चाहिँ हाम्रो आदरणीय पास्टर लखन टुडु चाहिँ गुवा रुनु भयो। सायद अब प्रभुको प्रेम सम्झेर रुएको हो कि बुढी सम्झेर रुएको मलाई थाहा छैन। मलाई त्यो याद छैन प्रेयरहरू के सम्झेर रोएको। हामी दुईजना त बुढाबुढी ढुक्कै थियौँ। छोरी जन्मेको, ठुलो प्राय भइसकेको थियो, बुढाबुढी सँगै मर्ने रहेछौँ। कमसेकम प्रभुको लागि शहीद हुन्छ। हामी दुईजना त खुसी नै प्रेयरहरू थियौँ। बाटोमा जाँदै गरेको त त्यो पुलिस अफिसर यसरे, भुटानमा को चिन्छौ तिमीहरूले? अनि हाम्रो आदरणीय दावा सिंह दाजुलाई म चिन्थेँ। मैले दावा सिंह दाजुलाई म चिन्छु नि। हो र दावा सिंह दाजु त मेरो साथी पो त। म सँगै उता कालिम्पोङमा पहिला अनि भुटानमा हामी पढेको। मैले पनि बाइबल स्कुल पढेको हो त, बाइबल क्रिस्चियनहरूको स्कुल पो पढेको त भन्छ प्रेयर। हालेलुया। अनि एकछिनमा यसरी एक्चुअली भुटानमा नि बाइबल चाहिएको छ, भुटानमा सुसमाचार चाहिएको छ। फेरि भन्छ फेरि त्यो पुलिस अफिसरले, तर मैले चाहिँ राजाको नुन खाएको छु, हाम्रो देशमा क्रिस्चियनहरू पस्नु हुँदैन भन्ने अर्डर छ। राम्रो कुरा हो यो भन्दै मैले तिमीलाई भित्र पस्नु दिनु हुँदैन। त्यही भएर आजको दिन चाहिँ म तिमीलाई कि झुन्डाउँदिन ल। अरे हालेलुया। ओहो झुन्डाउने कुरा क्यान्सल भयो। अनि उहाँले एउटा गाडी बन्दोबस्त गरिदिनु भयो। एउटा गाडी बन्दोबस्त गरिदिन्छु, गाडीमा चढ्नु, सिधै भागेर भुटान छोडेर गइहाल्नु। तिमीहरू कहिल्यै पनि नजानु, त्यहाँदेखि भुटानमा नआउनु। म तिमीलाई कन्सिडर गर्दैछु। हालेलुया। दामी गाडीमा हालिदिनु भयो उहाँले। अनि हामीलाई त्यहाँबाट निकाल्नु भयो प्रियहरू। बाहिर भुटानबाट भित्रबाट बाहिर निस्किँदा पो गेटमा त पुरा बन्दुकसँग बसिराखेको रहेछ सिपाहीहरू त। अघि चाहिँ कहाँ थियौ तिमी? अघि भित्र पस्दा कहाँ थियो तिम्रो बन्दुक? त्यो सब बन्दुक, त्यो सबै पुलिस, त्यहाँको थानाको मानिसहरूलाई प्रियहरू कहाँ परमेश्वरले हटाइदिनु भयो। हालेलुया। मेन गेटमा पुलिस आर्मी कहिल्यै पनि छोड्दैन, तर हाम्रो लागि चाहिँ परमेश्वरले त्यो गेट खोलिदिनु भयो। त्यहाँको सिपाहीहरू हटाइदिनु भयो। हाम्रो परमेश्वरलाई र तपाईँको परमेश्वरलाई, ए छोरीहरू तपाईँको परमेश्वरलाई ताली बजाइदिनुहोस् न। हालेलुया। हालेलुया। 15-16 वर्षको कुरा गर्दैछ मैले। प्रियहरू पछाडि फर्केर आए। भोलिपल्ट त पुलिसहरू गएर धेरै त्यहाँको मान्छेहरूलाई, गोम्टो भुटानको मान्छेहरूलाई हिर्काछ, ग्रहण गरेको मान्छेहरूलाई कुटेछ, हड्डी तोडेछ,
प्रेयरहरू ढाडहरू भचाछ गएर त्यहाँको पुलिसले प्रेयरहरू हामीले खबर सुन्यौँ। रुँदै त्यो बहिनीले खबर गर्नुभयो, दा यस्तो यस्तो भयो, हामीले प्रचार गरेको जग्गामा सबैको हड्डी भाँच्यो। तर त्यसको 7-8 वर्षमा फेरि हामीले खबर सुन्यौँ, हामीले प्रचार गरेको जग्गामा अहिले गोमटुमा 2टा मण्डली भवन खडा भएको छ। अरे हालेलुया। प्रेयरहरू तपाईँको पहिलाको देश, हाम्रो पहिलाको देशको कुरा म गर्दैछु। हालेलुया। प्रेयरहरू आज त्यो भुटानभित्र सुसमाचार सुनाउनका लागि, त्यहाँ मिसनरी पठाउनको लागि तपाईँको सपनामा आउँछ कि आउँदैन, म तपाईँलाई प्रेरणा दिन चाहन्छु। हालेलुया। तपाईँले भुटानलाई धेरै माया गर्नुहुन्छ, म जान्दछु नि भुटानलाई प्रभु धेरै प्रेम गर्नुभएको छ। प्रेयरहरू परमेश्वरले अद्भुत कार्य गर्नुभयो। गेटमा भएको पुलिसलाई, गेटमा भएको सिपाहीहरूलाई प्रेयरहरू हटाइदिनु भयो। अनि आज यस्तो धेरै आत्मिक गेटहरू अमेरिकामा, प्रेयरहरू शारीरिक गेटहरू अमेरिकामा बन्द छ। त्यो खोल्ने काम परमेश्वरको हो, तर हाम्रो परमेश्वरले आफै खोल्नुहुन्न, तपाईँबाट खोल्नु चाहनुहुन्छ। हालेलुया। आउँदो दिनमा फेरि पनि आदरणीय पास्टर बाउ, पास्टरनी आमाहरू, एल्डर बाउ, एल्डरनी आमाहरू, तपाईँले अर्डिनेसन लिएको कुरा बुझ्नुपर्छ। संसारको मानिसहरूलाई, संसारको कम्पनीमा काम गर्नेहरूलाई, संसारको डक्टर, इन्जिनियर, डक्टर, नर्स, विभिन्न काम गर्ने व्यक्तिहरूलाई पनि बधाई छ। तपाईँले काम गर्नुपर्छ। तपाईँलाई चाहिँ तर संसारको मान्छेले, सरकारले तपाईँलाई एपोइन्टमेन्ट गरेको हो, तर हामी पास्टर सरलाई, हामी एल्डरहरूलाई परमेश्वरले एपोइन्टमेन्ट गरेको हो। हाम्रो एपोइन्टमेन्ट यहाँबाट भएको होइन, हाम्रो एपोइन्टमेन्ट माथिबाट आएको। हालेलुया। बाइबलमा तपाईँले हेर्नु सक्नुहुन्छ, हिब्रूको पत्रमा त्यहाँ लेखेको प्रेयरहरू छ। हिब्रूको पत्रमा मेरो अर्डिनेसन र तमाम पास्टरहरूको अर्डिनेसन, हाम्रो अर्डिनेसन चाहिँ माथि हेभनबाट भएको। त्यही गर्दा हामी हेभेनली मेन, हेभेनली वुमेन भएर हामी जिउनु पर्छ। अमेरिकामा व्यस्त छ भनेर हुँदैन। परमेश्वरको शक्तिलाई तपाईँको व्यस्तताले ढाक्नु हुँदैन भनेर म भन्छु। केही कडा बोल्दैछु, माफ गर्नु होला। हालेलुया। हालेलुया। तपाईँको व्यस्ततामा पनि परमेश्वरले अचम्मको काम गर्नुहुन्छ। तपाईँले काम गर्दै गर्दाखेरि पनि अचम्मको काम गर्नुहुन्छ। हाम्रो परमेश्वरलाई हामी पुरानो नबनाऊ। हालेलुया। अनि आउँदो दिनमा समथिङ केही अरू देशहरूले खोजोस् तपाईँहरूलाई, अमेरिकामा जाउँ, रिभाइभल फेरि त्यहाँ आयो। हालेलुया। भुटनिस नेपाली पास्टरहरूलाई भेट्ने प्रयास गरोस् अरू देशको मानिसहरूले। भुटनिस नेपाली अगुवाहरूलाई मृग तृष्णा गरोस् आउँदो दिनहरूमा कि हामी जाउँ। अस्ट्रेलियाबाट मानिसहरू तातिरमा आउन्, इजरायलबाट आउन् मानिसहरू, नेपालबाट, इन्डियाबाट आउन्। मैले केही वर्ष अगाडि यसरी पनि भनेको थिएँ, सायद अब भुटनिस नेपालीहरूले इन्डियाबाट, नेपालबाट, अरू देशबाट पास्टर्सहरू सायद निमन्त्रणा गरिबस्नु सायद पर्दैन। मैले यो भनेको थिएँ वासिङटन सेटलमा। धन्यवाद, योपालि पनि मलाई निमन्त्रणा गर्नु, हामीलाई निमन्त्रणा गर्नुभयो। तपाईँले मौका दिनुहुन्छ, म आभारी छु। हामी आभारी छौँ। जति नै स्पिकरहरू, हामीलाई खुसी लाग्यो, हामी ग्रेटफुल छौँ, ग्रेटफुल छौँ। तर आजको दिनमा मेरो शुभकामना, तपाईँहरूले अब रिभाइभल सुरुवात गर्नु भइसकेको छ। यो रिभाइभलमा तपाईँले अरू नेसनमा लानुपर्छ। हालेलुया। अनि आउँदो दिनमा तमाम परमेश्वरको दासहरू यहाँबाट जन्मुन्, म हजुरलाई प्रेरणा दिन चाहन्छु। जब यी वर्षी भाइ बहिनीले गाउनुभयो, छोरी महिमाको नाम मैले लिँदैछु, ए महिमा छोरी तपाईँ कहाँ हुनुहुन्छ, म तपाईँलाई प्रेरणा दिउँ। एक दिन परमेश्वरको छोरी, परमेश्वरले तपाईँलाई नेसनल स्पिकरको रूपमा, अमेरिकामा एउटा स्पिकरको रूपमा प्रभुले तपाईँलाई चलाउन्। तपाईँले मृग तृष्णा गर्नुहोस्। हालेलुया। तमाम क्वेयर ग्रुपहरू वासिङटन सेटल, यहाँ भएको केन्टुकी, यहाँ भएको ओहायो, डेनभर, जति पनि यहाँ क्वायरहरू हुनुहुन्छ, तपाईँहरू परमेश्वरमा तपाईँले शक्तिशाली रूपमा परमेश्वरको अगाडि काम गर्ने तपाईँले प्रयास गर्नुहोस्। मैले एउटा क्वायर देखेको छु, क्वायर ग्रुपलाई म प्रेरणा दिन्छु। 4 जना क्वायर, 2 जना दिदीबहिनी, 2 जना दाजुभाइ विदाउट ड्रेसमा आउनुभयो। लगभग हामी 400 जना MP, MLA, डक्टरको साथमा म पनि त्यति बेला त्यो ट्रेनिङमा थिएँ। जब त्यो तालिम मैले गर्दै थिएँ, डाक्टर डिजेस दिनाकरसँग म त्यति बेला तालिममा थिएँ। अनि त्यति बेला 4 जना क्वायर आउनुभयो। राम्रो सुन्नु, क्वायर ग्रुपहरूले, त्यो क्वायर ग्रुपले 2टा मात्र हिन्दी गीत गाउनुभयो। जस्ट नो ड्रम सेट, नो गिटार, अरू केही न, सिम्पल कुराहरू त्यति बेला प्रेयरहरू थियो। ड्रम सेट, गिटारहरू प्रेयरहरू प्रभुले दिनुभएको हामीले बजाउनु पर्छ। तर त्यति बेलाको घटनामा भन्दैछु, जब उहाँहरूले 2टा गीत गाउनुभयो, तमाम मानिसहरू रुन थाले, तमाम मानिसहरू प्रस्ताव गर्न थाले। उनीहरूले 2टा गीत गाउँदा अनि 2 जना दिदीबहिनी अगाडि आउनुभयो अनि यसरी भन्नुभयो, हामी क्यान्सर पेसेन्ट हौँ, हामी क्यान्सर पेसेन्ट हौँ, तर अहिले हाम्रो क्यान्सर चाहिँ निको भएको हामीलाई लाग्दैछ भनेर भन्नुभयो। अनि प्रभुको दासले जाऊ त सिटी स्क्यान गरेर आऊ त,
डक्टरलाई देखाएर आऊ त, हामीलाई प्रमाण चाहिन्छ भने एकजना प्रभुको दासले पठाउनु भयो। त्यो दुईजना दिदीबहिनीहरू प्रियहरू सिटी स्क्यान गर्नु बेलुकाको समयमा गए उनीहरू। भोलिबाट 9 बजीको सेसनमा दुईजना छोरीहरू आउनुभयो अगाडि, अनि आएर भन्नुभयो हाम्रोमा क्यान्सर थियो, हिजो यो 4 जना नानीहरूले प्रेस एन्ड वर्सिप गर्दाखेरि हाम्रो क्यान्सर निको भयो, यी सर्टिफिकेट हेर्नुहोस्, हाम्रोमा अब क्यान्सर छैन। हालेलुया, हालेलुया। प्रियहरू, त्यो कोयर ग्रुपमा भएको अभिषेक काश सारा विश्वमा फैले त यो मेरो मृग तृष्णा प्रेयर। काश त्यो कोयर ग्रुपलाई मैले पनि जन्माउन सके त, मैले पनि निर्माण गर्न सके त, यो मेरो मृग तृष्णा हो। त्यसलाई आउँदो दिनमा कोयर ग्रुपहरूलाई म प्रेरणा दिन चाहन्छु। जब तपाईँहरू यहाँ आएर बजाउन थाल्नुहुन्छ, तपाईँले अघि छोरीले भन्नुभयो पर्फर्मेन्सको लागि होइन, यहाँ तल मिराकल हुनुपर्छ। हालेलुया। नेक्स्ट BNMM को कन्फरेन्समा म हुँदैन, त्यति बेला कोयर ग्रुप यस्तो कोयर आउनुहोस् यहाँ माथि, जब आधी घन्टा बजाउँदा गर्दाखेरि यहाँ तमाम बिमारीहरू निको होस्। हालेलुया। तमाम मान्छेहरू चङ्गाए होस्। म फोनमा कुरा गर्न चाहन्छु, भयो कि भएन, म चाहिँ आज बेलुका दिन यसरी प्रार्थना गर्छु। हालेलुया। ए छोराछोरीहरू, फेरि नेक्स्ट इयरको लागि प्रिपेयर हुनुहोस्। मिराकल अचम्मको कुरोको लागि, किन बाइबलले भन्नुभयो साँचो साँचो म तिमीलाई भन्छु, मलाई तिमीले विश्वास गरेर मैले गरेको काम गर्छौ, त्योभन्दा महान काम गर्छौ। हालेलुया, हालेलुया। कोयर ग्रुपहरू हात उठाउनुहोस् ल अहिले। तपाईँले यो चुनौती लिनै पर्छ छोराछोरी। मैले मेरो समय सक्दैछु, अब तपाईँले यो चुनौती लिनै पर्छ प्रेयर। म तपाईँलाई कुनै पनि समयमा निराश बनाएर म गएको छुइनँ। हाम्रो तमाम प्रभुको दासहरू निराश भएर जानु भएको छैन। प्रेयर यहाँकै प्रभुको दासले पनि निराश बनाउनु भएको छैन। केही न केही अभिषेक इम्पार्टेसन गरेर जानु भएको छ, अनि यो पालि पनि यो अभिषेक तपाईँमाथि हामी इम्पार्ट गर्न चाहन्छौँ। प्रेयर अहिले पनि परमेश्वरले त्यही अचम्मको काम गर्न चाहनुहुन्छ। 1-2वटा टेस्टिमनी भन्छु, अनि साढे भित्रमा एक्ज्याक्टली प्रेयर म सक्ने प्रेयर प्रयास गर्छु। प्रेयरहरू, सिक्किमको एउटा म कन्फरेन्समा थिएँ, लगभग त्यो 600 जना लगभग मानिसले भरेको यो क्रुसेड थियो। अनि म चाहिँ पहिला सुरुमा मलाई 250 जना लगभग पास्टर अगवारले साउथ इन्डियामा मलाई चाहिँ इभान्जलिस्टको लागि अभिषेक गर्नुभएको कारणले गर्दा 8-10 वर्षसम्म मैले इभान्जलिस्टको काम गरेँ। पछाडि परमेश्वरले मलाई पास्टर कल गर्नुभयो, मैले पास्टरको काम गरेँ अनि गरिराखेको छु। अनि अहिले पनि मेरो एउटा शक्तिशाली मण्डली छ, सानै भए पनि प्रेयरहरू। अनि त्यसको बादमा परमेश्वर मलाई अरू वरदानहरू दिँदै लानुभयो प्रेयर। अनि मलाई इभान्जलिजम धेरै प्रेयर मनपर्छ। अनि सुरुमा सिक्किममा प्रेयर मलाई त्यहाँ इभान्जलिजमको लागि बोलाए। एक दिन म नोभेम्बर महिनामा त्यहाँ गएँ, लगभग धेरैजना मानिसहरू त्यहाँ भेला भए। नोभेम्बर महिनाको समयमा पानी पर्ने सम्भव त्यो दिन थिएन, तर पानी पर्यो। तमाम मानिसहरू आएका थिए। अनि ग्राउन्डको बिचमा म गएँ, 4 जना प्रभुको दासलाई लगेर चौकीमा बसेर हामीले प्रार्थना गर्न थाल्यौँ, पानी रोकोस् भनेर। तर पानी रोकिएन। हामी निथुक्क भिज्यौँ। 5-10 मिनट हामी सबै भिज्यौँ। तमाम मान्छेले हेरिराखेको छ त्यो दिन क्रुसेड ग्राउन्डमा। प्रभुले भन्नुभयो, ए छोरा भाग, ग्राउन्ड छोडेर भाग, ग्राउन्ड छोडेर भाग, तँलाई लाज हुँदैछ, मैले पानी रोकिन त, भाग। एल्डर बाबुलाई भने भाग भन्नुभएको छ प्रभुले हामीलाई, भागौँ। चौकी बगेर भाग्यौ हाम्रो पालो। परमेश्वरलाई राम्रो थाहा छ नि, कति बेला चलाउनु पर्छ, कति बेला चलाउनु हुँदैन। मान्छे घमण्डी भइहाल्छ भने डर पनि त छ प्रभुलाई। जब भागेपछि म किचनमा गएँ, किन आज प्रभुले भाग भन्नुभयो? त्यो हामी 4-4 जनालाई, अब यो क्रुसेडको म स्पिकर हुँ, यत्रो डरलाग्दो पानी आयो, अब के होला? प्रार्थना गर्दै थिएँ अन्य भाषामा। एकछिनमा, छोरा तँलाई म निराश कहाँ पार्छु र? किचनमा राम्रो हेर्दा भुइँमा नानीहरू हेर्दा कतिजना छ? नानीहरू त 14-15 जना नानीहरू, 11-12 वर्षको नानीहरू के गर्दैछ? मैले प्रभुलाई भने, प्रभु नानीहरू मटर केलाउँदैछ, आलु छिल्दैछ, उठा यो नानीहरूलाई अनि ग्राउन्डको माथि भित्तामा लैजा। अनि यो नानीहरूले आकाशपट्टि फर्केर प्रार्थना गरोस्, सारा दुनियाँले देखोस् यो नानीले प्रार्थना गरेको। जब यो नानीले 2 मिनट प्रार्थना गर्छ, आकाशबाट बादल भाग्छ, आकाशबाट पानी लुक्छ, अनि मान्छेले मलाई विश्वास गर्छ। हालेलुया। उहाँको अर्को डाइमेन्सन, उहाँको आवाज मैले सुने, नानीहरू उठा उठा, छिटो उठ न, छिटो उठ। आमाहरूले भन्नुभयो, कहाँ लानु भएको? हाम्रो नानीहरू पर भित्तामा छेउमा लाँदैछु, यिनीहरूले प्रार्थना गर्दा पानी रोकिन्छ अरे। नानीहरू सबैजना गएपछि नानीलाई मैले भने, नानीहरू हात उठाऊ।
एक शब्दमा तिमीहरू कराऊ, यीशु मसीहको नाममा बादल भाग भनेर तिमीले प्रार्थना गर्नु, यीशु मसीहको नाम लिनु, पानी रोकिन्छ अनि बादलहरू भाग्छ प्रभुले भन्नुभएको छ। प्रियहरू, त्यो दिनलाई म कहिले बिर्सिँदिनँ। अनि नानीले गएर एक शब्दमा यीशु मसीहको नाममा बादलहरू पानी यीशु मसीहको नाममा रोक्ने हामी हुकुम गर्छौं, रोकी भाग चिच्चाए ती नानीहरू। प्रियहरू, जब नानीले आमिन गरे नि, कति साह्रो हतार परेको बादललाई पनि भाग्नु, कति छिटो हतार परेको अतालिन्छ बादलहरू मैले देखेको छु। माई गॉड, पश्चिमतिर पूर्वतिर प्रियहरू बताससँगै प्रियहरू त्यो बादल र त्यो पानीहरू भागेर गए। हालेलुया, हालेलुया, हालेलुया। टन्टलापुर घाम लागे, मानिसले छाता ओढे, आयोजकले सेवा सञ्चालन गर्दै लग्यो। 15 मिनट प्रचार गरे हो मैले प्रियहरू, 15 मिनट मात्रै 100 लगभग 20 जना मान्छेले त्यो दिन प्रभु यीशु मसीहलाई ग्रहण गर्नुभयो। हालेलुया। 120 पिपलले प्रेयरहरू ग्रहण गर्नुभयो। प्रेयरहरू मैले त प्रचारै गर्नु परेन। नानीले अचम्मको काम गरेपछि त्यो आत्मिकी मानिसहरूको आँखा बन्द भएको अन्य जातिहरूको आँखा परमेश्वरले खोलिदिनु भयो। अनि त्यहाँ प्रेयरहरू मण्डली अहिले सुरुवात भएको छ। यो सिल्चर सिक्किमको घटना, त्यसको बादमा चाहिँ मेरो बादमा त्यहाँको मण्डलीले धेरै आत्मा बाँचेको कारणले गर्दाखेरि मण्डलीलाई विस्तार गर्नका लागि प्रे ध्रुव शिष्य सरलाई सेकेन्ड टाइम प्रेयरहरू लानुभयो। प्रेयरहरू, तपाईँको नानीलाई कस्तो चेला तपाईँले बनाउँदै हुनुहुन्छ, तपाईको नानीलाई कस्तो किसिमको सेकेन्ड लाइन लिडर र थर्ड लाइन लिडर बनाउँदै हुनुहुन्छ। तपाईको नानीलाई विभिन्न सुविधा र विभिन्न कुराले प्रियहरू थिचेर नलैजाओस्। धेरै सुविधाहरू दिनुपर्छ नानीहरूलाई, तर तपाईँको नानीले अहिले के गर्दैछ, च्यालेन्ज छ प्रेयरहरू। अनि प्रभुको छोरी माया, मेरो बहिनी, अति नै प्रिय मण्डलीको छोरीले नानीको बिचमा युथको बिचमा काम गर्दै हुनुहुन्छ। तपाईँहरू तमाम हुनुहुन्छ काम गर्ने, प्रभुले तपाईँलाई आशिष दिनु प्रेयरहरू। अनि म तपाईँलाई बताऊँ, सके मैले मेरो मेसेज सके। अहिले प्रेरणा दिन चाहन्छु। मेरो भाइ नेपालमा पास्टर काम गर्छन्, प्रभुको केही दासहरूसँग मिलेर। मेरो कान्छा भाइ एल्डर हो, मेरो कान्छी बहिनी पास्टर नै हो। हालेलुया। भन्दै जाँदाखेरि हाम्रो भाइ र बहिनी कस्तो के गर्दै होला भनेर पनि अलिकति प्रश्न गरोस् भनेर मैले भन्न खोजेको चाहिँ हो। हालेलुया। प्रियहरू, मेरो छोरी, 2 जना छोरीमा सानो छोरी 6 वर्ष अहिले पुग्यो। अनि पास्टर बाबुले देखेर आउनुभयो। हिजो अस्ति सिलगढीमा 230 जना नानीलाई 14 अप्रेलको दिन मेरो छोरी स्मृतिले, 6 वर्षको स्मृतिले 22 मिनट प्रचार गरे। प्रियहरू, म तपाईँलाई त्यो भाइबरबाट व्हाट्सएपबाट पठाइदिन सक्छु। आगोको रूपमा मेरो छोरीले, अहिले 6 वर्षको छोरीले प्रचार गर्छ प्रेयरहरू। अनि उसले प्रार्थना गर्दाखेरि अचम्मको कामहरू भएको छन्। हिजो अस्ति मात्रै म जब प्रेयरहरू, सायद म अस्ट्रेलियामा थिएँ 15-20 दिनको लागि, मेरो छोरीलाई 2 पल्ट यीशु मसीह आएर इन्काउन्टर भयो। मेरो छोरीलाई आएर उसले प्रभुले समात्नु भयो अनि हेभन देखाउनु भयो। मलाई रुँदै रुँदै भन्नुभयो, पापा मैले यीशु मसीहलाई देखेँ अनि मलाई मेरो प्रभुले हेभन लानुभयो। हालेलुया। मेरो छोरी अहिले हेभनको यात्रा गर्ने भएको छ। म मेरो छोरीलाई साल्युट गर्छु। प्रेयरहरू, यो परमेश्वरको अनुग्रह हो, तपाईँ धेरैजनाको प्रार्थनाको उत्तर हो। हालेलुया। प्रेयरहरू, हामी निर्माण गर्न सक्छौँ आत्मिक रूपमा, व्यावहारिक रूपमा। प्रभुको दासले परिवारलाई निर्माण गर्ने कुरा हामीलाई गर्नुभयो। हालेलुया। प्रेयरहरू, एउटा साँचो रिभाइभलको साथमा हामी फर्केर जाँदैछौँ। साँचो प्रेयरहरू, एउटा आत्मिक रिभाइभलबाट हामी फर्केर जाँदैछौँ। अब आउँदो दिनमा तपाईको जीवनबाट परमेश्वरले अद्भुत अचम्मको कामहरू गर्नु चाहनुहुन्छ। हुँदैन मेरो जीवनबाट, मेरो लाइफबाट हुँदैन, मेरो परिवारबाट हुँदैन, अब भयो, जाति हुँदैन, अब भयो। तपाईले बन्द गर्नुपर्छ यो कुरा। हितोपदेश 21 पदमा जीवन र मृत्युको सत्य बोलीमा चाहिँ हामी जीवन बोलौँ, प्रेयर हामी लाइफ बोलौँ। आमीन, आमीन। लास्ट एउटा टेस्टिमनी मलाई 2 मिनट दिनु होला पास्टर बा, किनभने युट्युब हेर्दा तपाईहरु धेरैजना थाक्नु भएको छ। आज म ओरिजिनल बोल्दैछु यहाँ। 2 मिनट दिनु होला मलाई। नेपालमा प्रेयर केही वर्ष अगाडि मलाई, यो 2-3 वर्ष अगाडिको कुरा हो, एउटा जग्गामा प्रचार गर्न बोलाउनु भयो। यो क्रुसेड थियो। नेपाललाई म धेरै माया गर्छु। नेपालमा हाम्रो एउटा सानो मण्डली हामीले सुरुवात गऱ्यौँ। हिजो आदरणीय पास्टर तिमोथी त्यहाँ पुग्नु भयो। उहाँले केही स्पोन्सर गर्नुमा हाम्रो चर्चलाई, पास्टर टकज्यूले केही स्पोन्सर गर्नुमा हामी आभारी छौँ। पास्टर गौतम, हाम्रो गोपी सिल्वा आदरणीय पास्टर बालले हाम्रो नेपालको चर्चलाई केही उहाँले पर्सनल साथ गरिरहनु भएको छ। म आभारी छु। प्रेयर नेपाल देशलाई हामी धेरै माया गर्छ। प्रेयर हालेलुया, हालेलुया।
अफकोर्स हामी हाम्रो प्रत्येक नेसनलाई माया गर्छौँ। नेपाल देश भनेपछि प्रेयर म हुरुक्कै हुन्छु। अनि म एउटा क्रुसेडमा गएँ। जुन दिन म क्रुसेडमा गएर बोल्नु पर्थ्यो, बेलुका 3 बजी गएर बोल्नु पर्थ्यो। सिलगढीमा त्यो दिन कर्फ्यू लाग्यो। यो गोजामुमोको गोर्खाल्यान्डको आन्दोलन गर्दाखेरि प्रेयरहरू 144 धारा र कर्फ्यू लाग्यो। कर्फ्यू लागेपछि मान्छे हिँड्नु हुँदैन बाहिर। 144 धारामा अलिअलि मान्छे बाहिर हिँड्नु पाइन्छ, कर्फ्यूमा पाइँदैन। कर्फ्यू लाग्यो त्यो दिन दार्जिलिङ डिस्ट्रिक्ट। मेरो श्रीमतीले भन्नुभयो पापा नजानु कर्फ्यूमा। मैले भने मम्मी परमेश्वरले कति बडा आँखा बन्द गरिदिएको छौ पुलिस र आर्मीको, तिमीलाई थाहा छ त? म बाइकमा आज जाँदैछु, मलाई थाहा छ कर्फ्यूमा मैले बाइक चलाउने पछाडिबाट सुट गर्छ, यो पनि म जान्दछु। तर म अहिले बाइक स्टार्ट गरेर फास्टिङ सहित जाँदैछु। नेपालको बोर्डरसम्म जाँदाखेरि कोही पनि मान्छेको आँखाले मेरो बाइकलाई देख्नेवाला छैन, न त पुलिसले न त कुनै पार्टीले देख्छ। म यसरी प्रार्थना गर्छु। अनि मैले प्रार्थना गरेँ, हे जिउँदो परमेश्वर, हेब्रू 1:14 पद दानी 21 वर्ष 91 पद अनुसार म स्वर्गदूतलाई पठाउँछु मेरो अगाडि आर्मीको पुलिसको आँखा बन्द गर्नुपर्छ। कर्फ्यू हो, मलाई कुनै पार्टीको मान्छेले देख्नु हुँदैन। मेरो पाला बाइक स्टार्ट गरेँ अनि 70-80 गर्दै 2 घन्टाभित्रमा प्रेयरमा माथि पशुपति फाटक पुगेँ। कोही मान्छेले पनि मलाई भेटेन न देख्यो। त्यहाँ गएपछि फाटकमा गएपछि नेपालको मैले कागज बनाउनु पर्छ। नेपालको पुलिसले भन्यो कर्फ्यू लागिराखेको छ, भाइ तिमी कहाँबाट आयो? मैले भने सिलगढीबाट आएँ। सिलगढीबाट आयो तिमी कर्फ्यूमा? कसले देखेन होइन, कसले देखेन त सर यहाँ म छु। हालेलुया। कर्फ्यूमा कसैले पनि मलाई देखेन। नेपालको कागज बनाए, भान्सार तिरेर गए, उड्दै गए नयाँ जग्गामा। सोध्दै गए यस्तो ओह्रालो जानु पर्ने रहेछ। म गएर 3 बजी बोल्नुपर्छ। बाटोमा प्रेयर मलाई ढिलो भइराखेको छ। प्रेयरहरू ओह्रालो गएको त एउटा हिलोमा गएर, झनै त्यो हिलो चाहिँ 8-10 फिटको हिलो रहेछ। ओह्रालो बङ्गै मेरो बाइक चाहिँ भासियो। यस्तो तरिकाले भासियो म बाइक निकाल्नु सक्दिनँ। अब त्यो घनघोर जङ्गल हो। बाइक निकाल्ने प्रयास गर्छु, स्टार्ट गर्छु, हुँदैन। अगाडि जानु सक्दिनँ, पछाडि जानु सक्दिनँ, बाहिर निस्केर आउनु सक्दिनँ। हिलो छ प्रेयर। म जाकेँ हिलोभित्र। अनि मैले प्रार्थना गरेँ, हे परमेश्वर, कर्फ्यूमा आँखा बन्द गरिदिनु मानिसको। अब यो हिलोमा जाकिँदाखेरि तपाईँले मलाई हेर्दै हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छ। यो 14:12-13-14 पद मैले प्रभु बिर्सेको छुइनँ। यर्मिया 32:27 भन्छ, म जेउधारीको परमेश्वर हुँ, ममा कुनै कुरो असम्भव छैन। म वचन प्रेयरहरू दाबी गरेँ। प्रभु लु न, तपाईँले कसरी हुन्छ अब निकालिदिनु पर्छ यो बाइक। मात्रै भनेको थिएँ। तलबाट 3जना सानो नानीहरू, 10, 9, 11 वर्षका नानीहरू मैले तल देखेँ। प्रभुले भन्नुभयो यो नानीहरूले मोटर बाइक ठेल्छ अगाडिबाट र तेरो मोटर बाइक फुत्तै निस्किन्छ। यो नानीहरूलाई भन्। माई गड, नानीहरूले 10-11 वर्षको नानीहरूले मोटर बाइक ठेल्दा निस्किन्छ हिलोबाट। तर प्रभुले ठेल्छ, यिनीहरूले बाइक निस्किन्छ। अनि तँ तल जा। नानीहरू आउनुभयो। नानीहरू लु न, म त हिलोमा जाकेँ। नानीहरू तिमीले मोटर बाइक ठेल तिमीहरूले मोटर बाइक निस्किन्छ। बिचरा नानीलाई पनि रहर। मोटर बाइक प्रेयरहरू ठेल्ने नानीहरूले 1, 2, 3 गरेर प्रेयरहरू मोटर बाइक ठेलेको अगाडिबाट फुत्तै बाहिर निस्क्यो प्रेयरहरू। हालेलुया। त्यहाँदेखि प्रभुले भन्नुभयो यो बाइक यहीँ लक गर, यहीँ छोडिराख। अब यहाँ छेउमा यो नानीलाई भनिराख, यो मोटर बाइक हराउँदैन 2 दिन, यहीँ बस। स्वर्गदूतलाई अरा। मैले स्वर्गदूतलाई भने, स्वर्गदूत मोटर बाइक यहीँ छोडिराखेको, ब्रान्ड न्यू मोटर बाइक, यो जङ्गलमा। नानीलाई पनि भनिराख्छु, गाउँ घरहरू छैन, ताला लगाएर स्वर्गदूत उभिराख्नु यहाँ। मेरो मोटर बाइक जबसम्म आउँदैन तबसम्म हेर्नुपर्छ। बाइबलमा भन्छ स्वर्गदूतलाई हामीले कमान्ड गर्नुपर्छ। 9 किसिमको स्वर्गदूतमा एउटा स्वर्गदूतले चाहिँ जहिले पनि हामीलाई प्रोटेक्ट गरिराखेको हुन्छ। गए ओह्रालो गए त तल गएको त 3:30 भइराखेको रहेछ। मान्छे त उकालो आउँदै रहेछ। खै यो जीवन ज्योति भन्ने को हो? यो राईको मान्छे छोरा, झाँक्री काम गर्ने भन्थ्यो, खै उसको गवाई सुन्नु भनेको, आज त आएकै छैन भन्दै सबै मण्डलीको मान्छे त फर्किँदै रहेछ गनगन गर्दै। अनि मैले त्यो जीवन राई ज्योति हो, लु ओह्रालो हिँड्नु। अब ओह्रालो सबलाई मैले फर्काएँ तल। सबलाई फर्काएर तल गएपछि एउटा 93 वर्षको बाजे, है ब्लाइन्ड मान्छे बाजेले पर्खिराखेको रहेछ हामीलाई। अन्धा मान्छे, यो लास्ट टेस्टिमनी हो। अन्धा मान्छे सबैजनाले प्रेयर देन मलाई रिक्वेस्ट गर्नुभयो। यो अन्धा बाजे 93 वर्ष पुगेको बाजे अन्धा हो पास्टर बा। यो बाजेले आँखा खोल्यो भने विश्वास गर्छु भनेको छ। मैले भने बाजे यहाँ राम्रो बस्नु,
आँखा हेरेको अन्धा, दुईजना पास्टर बाउ र नेपालको पास्टर बाउलाई मैले बोलाएँ। पास्टर बाउ, लु यो 14 को 12, 13, 14 पद साँचो साँचो म भन्छु, मलाई विश्वास गरे मैले गरेको काम गर्छु, त्योभन्दा महान काम गर्छु। लु हामी दाबी गरौँ। 3 जना पास्टरहरू भएर प्रार्थना गऱ्यौँ, अनि पानी आँखामा लगाइदियौँ, रुवामा। बाजेलाई मैले भने, बाजे तपाईँको आँखा अब एकछिनमा खोलिन्छ, मलाई तर नभेट्नु होला, भोलि मात्रै भेट्नु होला। गएर प्रियहरू मैले 15-20 मिनट प्रचार गरेँ। त्यो बेलुका बेसी प्रचार गर्नु सकिनँ। अनि आयोजक समितिले मलाई एउटा झाँक्रीको घरमा सुताउनु भयो। झाँक्रीले रातभरि दुःख दियो मलाई, मार्छु म तिमीलाई, आज तिमी हाम्रो गाउँ खलबलाउन आएको, हाम्रो गाउँमा तिमी हाम्रो राईको देउता बिगार्नु आएको, तिमी कुबाटामा लागेको तिमी झाँक्रीको छोरा भने रातभरि मलाई प्रियहरू दुःख दियो। अनि घरका आमाले भन्नुभयो, आज रातभरिमा हाम्रो देउताले तिमीहरू दुईजनालाई मार्छ। मेरो एकजना छेत्रीको छोरा प्रचारक भाइ, हामी दुईजना त्यो घरमा थियौँ। आज रात तिमीलाई मार्छ हाम्रो देउताले, हाम्रो देउतालाई भनेको छ तिमीलाई मार्नु भनेर। त्यस्तो घरमा आयोजक समितिले प्रियहरू हामीलाई राखेको रहेछ। अनि रातमा त्यो छेत्रीको छोरा भाइ त, पास्टर जीवन दाजु म तपाईँसँगै सुत्छु नि, ल तपाईँसँगै सुत्छु म पो भन्छ। डरले छेत्रीलाई मैले प्रियहरू हेला गरेको होइन, छेत्री त मेरो बुढी पनि हो। हालेलुया। प्रियहरू त्यो भाइलाई मैले पल्लोपट्टि सुत्नु, कोही पनि हुँदैन आज, कोही पनि मर्दैन आज, राईको देउता र के देउता आउनेलाई सुत्नु भाइ, तिमी प्रचार भएर किन डराएको भनेर प्रियहरू मैले भाइलाई सुताएँ। राति 2 बजे राति भाइलाई उठाएँ, उठ भाइ, यो घरको कुना कुना देउता बस्ने जग्गामा तेल र पानी छर्किनुपर्छ आज। ल यिनीहरू बाजेहरू सुतेको हुन्छ, यिनीहरूको देउता बस्ने जग्गामा प्रार्थना गरेको तेल छर्किनुपर्छ। राति मैले उठाएँ त्यो भाइलाई, अनि पानी र तेलमा प्रार्थना गरेर जहाँ जहाँ उनीहरूको देउता छ टर्च लाइट बाल्दै सबै जग्गा प्रेयर हामीले पानी छर्क्यौँ नसोधिकन। हालेलुया। अनि बिहान भयो, बिहान उठेपछि आमा आउनुभयो कता हाम्रो कोठामा, नमस्ते बोजू, नमस्ते, अनि तिमीहरू जिउँदैछौ? अरे हालेलुया, आमा हामी जिउँदैछौँ, हाम्रो देउता आएन तपाईँको देउता कहाँ आउँछ र, तपाईँको देउता भन्दा हाम्रो यीशु ठुलो हो, आउनु नि आमाले। 9 बजीको सेवाकाईमा आमा छक्कै बढ्नुभयो। 9 बजीको सेसनमा प्रेयरमा गएँ, एउटा बाजे बसिराखेको रहेछ, प्रेयर 9 बजीको सेसनमा गएको, टाढैबाट हेरेँ बाजे बसिराखेको छ, यसो हेरेको त हिजोको लुगा लगाएको छ। अनि मैले यसो विचार गरेँ, बाजे प्रेयहरू त्यहाँ बसिरहेको छ, उनले मलाई चिनेन। अनि मैले बाजेलाई भने, बाजे तपाईँ को? मलाई थाहा छ उहाँको लुगा त्यही हो। बाजेले मलाई चिनेन, कारण हिजो बाजेको आँखा अन्धा थियो। त्यहाँदेखि मैले बाजेलाई भने, बाजे तपाईँ को? हिजो क्रिस्चियनहरूले प्रार्थना गरिदिएको थियो कि बेलुका पानी लगाएको थियो कि रुवामा, बेलुका त मेरो दुइटै आँखा खोल्यो। अरे हालेलुया, हालेलुया। अनि त्यो बाजेलाई मैले, म आज प्रचार गर्दिनँ, यहाँ बाजे गवाई मात्रै बाँड्नु त, म प्रचार गर्दिनँ आज, काफी। बाजेलाई हामीले उभायौँ, उनको भाषामा, उनको आफ्नै लयमा उहाँले नि गवाई बाँड्नु भयो। यति बेसी मान्छेले ग्रहण गर्यो। बाजेले प्रियहरू गवाई बाँड्दै नि 88 वर्षको एउटा झाँक्रीले प्रवेश मिश्रलाई ग्रहण गर्यो। हालेलुया। प्रियहरू, अनि आज त्यो जग्गामा परमेश्वरले मण्डली सुरुवात गर्नुभएको छ। साँचो साँचो म तिमीलाई भन्दछु, मलाई तिमीले विश्वास गरे भने मैले गरेको काम गर्छौ, त्योभन्दा महान काम गर्छौ। हालेलुया। यो कन्फरेन्समा तपाईँ आउनुभयो, डलर खर्च गर्नुभयो, ग्यास सिधाउनु भयो, धेरै काम कुरो छोडेर आउनुभयो, इन्भेस्ट गर्नुभयो। हामी स्पिकर महोदयहरू हामी आभारी छौँ, तपाईँहरू बिना हामी सेवा पुर्याउन सक्थेनौँ। हामी एकदमै आभारी छौँ तपाईँहरूको मायाका लागि। तर अब फर्केर जाँदा पास्टर कमलज्यूले बाँड्नुभएको सन्देश, आदरणीय पास्टर लाजेसज्यूले बाँड्नुभएको सन्देश, पास्टर टेकज्यूले जो बाँड्दै गर्नुभएको सन्देश, मैले बाँड्दै गरेको सन्देश, यो हाम्रो आफ्नो गोजीबाट आएको यो सन्देश प्रेर होइन, यो माथि स्वर्गबाट आएको सन्देश हो। हालेलुया, 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 हालेलुया। अब केही दिनहरूमा तपाईँको घरमा के अचानक मान्छेहरू बिमार हुनेवाला छ। दिस इज प्रोफेसी। अचानक बिमार हुनेवाला छ। यो नानीहरूबाट सुरु हुन्छ। नो डक्टर, नो पास्टरजी, नो पास्टर हाबिल, हामी कसैलाई पनि फोन नगर्नु। यो प्रभुले तपाईँलाई मौका दिँदै हुनुहुन्छ। हालेलुया। नडराउनु, तपाईँको नानी केही हुँदैन। केही बुढा आमाहरू बाजेहरू अचानक रेस्पिरेसनमा प्रब्लम हुनेवाला छ। नडराउनु, आउँदो दिनमा है जस्ट हात राख्नु। हालेलुया। अहिले म यहाँबाट प्रार्थना गर्दैछु, तपाईँको हात माथि उठ्न पर्छ। प्रभुको दासहरू यहाँ आउनुहुन्छ 1 मिनटका लागि, यहीँबाट हामी तपाईँलाई प्रार्थना गरिदिन्छौँ। हाम्रो परमेश्वरले हामीलाई दिनुभएको अभिषेक
जो तपाईमा पनि परमेश्वरले सार्न चाहनुहुन्छ। बाइबलमा लेखेको छ मोसामा डरलाग्दो शक्ति र सामर्थ्य थियो अनि यहोशूमा उसले हात राख्यो अनि यहोशूमा मोसामा भएको शक्ति सर्यो। हालेलुया। बाइबलले भन्दछ मोसाको अन्तिम कथा त्यसरी टुङ्गिएको छ। मोसा मर्दै गर्दाखेरि यहोशूमाथि हात राख्यो किनभने परमेश्वर शक्ति मोसामा थियो अनि यहोशूमा सर्यो प्रेयर। परमेश्वरले तपाईँ र हामी पास्टर बाबुलाई केही न केही अभिषेक दिनुभएको छ, हामी तपाईँमाथि इम्पार्ट गर्न चाहन्छौँ। हालेलुया। प्रेयर आज यो सेसन सक्दै गर्दाखेरि केही सटन अगमबानीहरू आयो। यो न त मृत्युको अगमबानी हो न त कुनै डेथको अगमबानी हो। प्रेयर केही आमा बाबुलाई अचानक बिमारी हुन्छ यो रेस्पिरेसन सम्बन्धीमा, केही नानीलाई अचानक बिमारी हुन्छन् स्किन सम्बन्धीहरूमा, नडराउनु, नो कल, कोही पास्टरलाई कल नगर्नु। परमेश्वरले अब तपाईँलाई तपाईँको आफ्नो हातबाट नि चङ्गाई गर्न चाहनुहुन्छ। हालेलुया, हालेलुया, हालेलुया। रिसिभ, तपाईँले रिसिभ गर्नु अहिले। यस प्रभु म रेडी छु, अब आई एम रेडी। यहाँ तमाम छोरीहरू छ फोनबाट प्रार्थना गर्दाखेरि पेट निको भएको। एउटा उर्मी छोरीलाई मैले बोलाउँ भनेको थिएँ, समय भएन। यो उर्मी छोरी साह्रो थियो। कहाँ छौ छोरी तिमी? उठ म तिमी त्यहाँ छौ। यहाँ उठ त तिमी छोरी, उता फर्केर यसो गर त, उठेर म तिमीलाई बोलाइन यहाँ। यो छोरी केही दिन अगाडि साह्रो थियो, हस्पिटलमा जाँदा पनि यो छोरी निको भएको थिएन। यो छोरीको स्टुल बन्द भएको थियो। यो छोरीको सबै भित्रको कुराहरू लगभग कलेप्स भइसकेको थियो। इनले इन्डियामा प्रार्थना गर्नु लगाए मलाई। साथ म इन्डियामा थिएँ या म अमेरिकामै थिएँ। छोरीलाई भने छोरी प्रार्थना गर्दैछु, पानी खाऊ तिमीले, मसँग आमिन गर, तिम्रो स्टुल खोलिनेछ। प्रार्थना गरेपछि बेलुका प्रार्थना गरेको जस्तो लाग्छ छोरीलाई। हो बेलुका यिनले पानी खायो। भोलिपल्ट यो छोरीको टाकटुक स्टुल पास भयो। यो छोरीको डल्लै पेटको बिमार निको भयो। हालेलुया, हालेलुया। यो तमाम अगमबानीहरू पुरा भएको छ। नानी नहुनेहरू, बच्चा नहुने कुराहरू। अनि यहाँ धेरै ब्लिडिङ हुने बिमारीहरू दिदीबहिनीलाई म अहिले बोलाउँदिनँ। अर्को पालि 2018 तिर 19 तिर 20 तिर इन्डिया आउनुभयो भने मलाई फोन गरेर यस आफै भन्नुहोला तपाईँ निको हुनुभएको। तपाईँको धेरैको ब्लिडिङको बिमार राइट नाउ अहिले नै तपाईँको धेरैजनाको ब्लिडिङको बिमार बन्द भइराखेको छ। हालेलुया। यो तपाईँले महसुस गर्नुहुनेछ, तपाईँको ब्लिडिङको बिमार अब बन्द हुनेछ। यति बेला तपाईँहरू सबैजना खडा हुनु, म बोलाउँदिनँ अगाडि। हाम्रो पास्टर बाबुलाई चाहिँ म अगाडि बोलाउँछु। तपाईँहरू यसरी मात्रै गरिदिनु आदरणीय पास्टर बाबुहरू। 1 मिनट हामी इमान्दारीपूर्वक प्रार्थना गर्छौँ तपाईँहरूको लागि। कोही पनि अगाडि नआउनु होला। नो हिलिङ प्रेयर, कुनै पनि इम्पार्टेसनको प्रेयर होइन यो। हामी पास्टर्सहरू यता यहाँ आउनेछौँ। हामी पास्टरले चाहिँ हात यसरी गर्छौँ, हामी इम्पार्टेसन गर्दैछौँ तपाईँहरूलाई। तपाईँहरू सबैजना हात उचाल्नु होला। पास्टर बाबुहरू, पास्टरनी आमाहरू, तपाईँहरूले आँखा चिम गर्नु। यति बेला एउटा ठुलो शक्ति अब तपाईँमा आइराखेको छ। प्रेयर पास्टर बाबुहरू तपाईँको हातहरू माथि उचालिदिनु होला। लेट्स रिलिज पावर एन्ड अथोरिटी एनाउन्टिङ। हामी प्रेयर इम्पार्ट गरौँ र आउनुहोस् हामी मास रूपमा प्रार्थना गरौँ। आउनुहोस् हामी आँखा चिम गरेर प्रार्थना गरौँ। प्रेमिलो बाबु अहिले ममा भएको, हामी पास्टर महोदयमा भएको तपाईँले दिनुभएको सिद्धैको शक्तिलाई हामी यति बेला मण्डलीमा हामी रिलिज गर्छौँ। अहिले हामी रिलिज गर्छौँ। अहिले यी हातहरूमा हामी रिलिज गर्छौँ, यी औलाहरूमा हामी रिलिज गर्छौँ, यी बाडीहरूमा हामी रिलिज गर्छौँ, यी 5वटा इन्द्रियमा हामी रिलिज गर्छौँ। नानीहरू प्रे 1 मिनट प्रार्थना गर्नु, रिसिभ गर्नु यो शक्तिलाई। प्रभु हामी तपाईँको शक्तिलाई रिलिज गर्छौँ। हालेलुया। ओ प्रभु तपाईँको सामर्थ्यलाई रिलिज गर्छौँ। प्रियहरू तपाईँमाथि यो शक्ति आइराखेको छ। रिसिभ, रिसिभ, रिसिभ राइट नाउ, रिसिभ राइट नाउ। पवित्र आत्मा तपाईँले आफ्नो सामर्थ्य र शक्तिलाई यति बेला खनाउँदै हुनुहुन्छ। हालेलुया। पवित्र आत्मा तपाईँ ओढिँदै हुनुहुन्छ। हालेलुया। पवित्र आत्मा ओढिँदै हुनुहुन्छ। अब यहाँहरूले अरूमाथि भरोसा गर्ने छैन, तपाईँमाथि भरोसा गर्ने छ। हालेलुया। प्रभु तपाईँको सामर्थ्य शक्तिको लागि धन्यवाद तपाईँलाई, तपाईँको एनाउन्टिङको लागि धन्यवाद। अब यहाँहरू डराउने छैन, अब शक्तिमा काम गर्ने छ। यहाँहरू आउँदो दिनमा चङ्गाई छुटकाराका कुराहरू यहाँको जीवनबाट हुनेछ। हालेलुया। अब निराश भएर जाने छैन। यहाँ धेरैजना मानिसहरूलाई प्रभु तपाईँ यति बेला चङ्गाई गर्दै हुनुहुन्छ। धेरैजना मानिसहरू घरमा जाँदाखेरि अब निको भएको थाहा पाउनुहुनेछ यहाँले। हालेलुया। प्रभु केही बिमारीहरू र केही डिजिजहरू आउँदै गर्दा अब यी आमाहरूले, यी छोरीहरूले प्रार्थना गर्दा ती सबै डिजिजहरू निको हुनेछ। पवित्र आत्मा तपाईँको अभिषेकको लागि धन्यवाद, तपाईँको सामर्थ्यको लागि धन्यवाद। हालेलुया। फेरि तपाईँमाथि केही अभिषेक आइराखेको छ। कतिजना तपाईँहरू लड्दै हुनुहुन्छ, नडराउनु होला। तपाईँ कन्ट्रोल योरसेल्फ, कन्ट्रोल योरसेल्फ इन द नेम अफ जिजस।
पवित्र आत्मा तपाईको अभिषेकलाई यति बेला हामी रिलिज गर्छौँ। ओ तपाईको अभिषेकलाई हामी रिलिज गर्छौँ। अभिषेकलाई हामी रिलिज गर्छौँ। अभिषेकलाई हामी रिलिज गर्छौँ त्यति बेला। हालेलुया। पवित्र आत्मा धन्यवाद तपाईलाई। प्रभु अब तपाईको छोराछोरी शक्तिमा गइराखेको छ, सामर्थ्यमा गइराखेको छ। थ्याङ्क यू, थ्याङ्क यू जिसस। धन्यवाद तपाईलाई। थ्याङ्क यू। तपाईहरु धेरैजना यहाँ बिमारी आज निको हुनुभएको छ वचन सुन्दा सुन्दै। म तपाईलाई अहिले मौका दिदिनँ, यहाँ समय छैन। तपाईहरुको धेरैजनाको स्पाइनल कर्डको बिमारहरू, तपाईको धेरैजनाको टाउको दुख्ने बिमारहरू, धेरैको तपाईको प्रेहरू रिङ्गरा चल्ने बिमार राइट नाउ अहिले परमेश्वरले निको पाउँदै हुनुहुन्छ। धेरैजनाको ब्लिडिङहरू अहिले निको पाउँदै हुनुहुन्छ परमेश्वरले। जस्ट रिसिभ, तपाईँ रिसिभ गर्नुहोस्। हालेलुया। पवित्र आत्मा धन्यवाद। थ्याङ्क यू तपाईँको शक्तिको लागि सर। थ्याङ्क यू जिसस। हालेलुया। थ्याङ्क यू तपाईँको महान अभिषेकका लागि। पवित्र आत्मा तपाईँको छुवाइका लागि धन्यवाद। धन्यवाद। थ्याङ्क यू जिसस। यति बेला म आदरणीय पास्टर टेक्सास पढाउनु भएको पास्टर तिमोथी यो अन्तिम प्रार्थनाको लागि रिक्वेस्ट गर्छु। हाम्रो यस येशूको वचन मलाई मनपर्छ युट्युब च्यानलले विभिन्न स्वर्गीय अभिषेकले भरिएको प्रभुको दासहरूको देश विदेशमा छरिएर बसेको नेपाली भाषी मण्डलीहरूमा बोलिएको शक्तिशाली वचनहरू सङ्कलन गरी हजुरहरू जो स्वर्गीय आत्मिक भोजनहरूको तृष्णा र भोको हुनुहुन्छ, हजुर तपाईँकै लागि भनेर यस युट्युब च्यानलले सधैँ आशिषित भिडियोहरू अपलोड गरिरहेको छ र गरि नै रहनेछ। यदि यस च्यानलले हजुरहरूको मनलाई थोरै भए पनि जित्न सफल भएको छ भने कृपया यस येशूको वचन मलाई मनपर्छ युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु। पिता, पुत्र र पवित्र आत्माको नाउँमा जय मसीह।